वेलकम साथीहरु, तपाईलाई हाम्रो च्यानल म्याथनेसमा स्वागत छ। आजको यस भिडियोमा हामी क्लास 10 को कोर्डिनेट ज्योमेट्री को फर्स्ट एक्सरसाइज मतलब एंगल बिट्विन टू स्ट्रेट लाइन को सम्पूर्ण एक्सरसाइज गर्ने छौं। फुल एक्सरसाइज गर्ने छौं। फुल एक्सरसाइज क्वेशन नम्बर 1 देखि क्वेशन नम्बर 8 सम्म गर्ने छौं र भिडियोको सबैभन्दा पहिला चाहिँ हामी थ्योरी पढ्ने छौं, जसमध्ये तपाईलाई म क्लास 9 मा पढेका कुराहरु रिभाइज गर्ने छु र यो एक्सरसाइज गर्नु अगाडि तपाईलाई कस्ता कस्ता इम्पोर्टेन्ट फर्मुलाहरु चाहिन्छन् र के कुरा जान्नु पर्दछ भन्ने कुराहरु सिकाउँछु। तपाईले कक्षा 9 मा राम्रोसँग पढ्नु भएको छैन भने पनि इट्स ओके, हामी बेसिक देखि एक्सरसाइजहरु गर्ने छौं र तपाईलाई म बुझाउने कोशिश गर्ने छु है त। ल अब तपाईलाई ढिलो नगरेर म कोर्डिनेट ज्योमेट्रीको पनि एंगल बिट्विन टू स्ट्रेट लाइनको एक्सरसाइज गर्नु अगाडि कस्ता कस्ता इम्पोर्टेन्ट फर्मुलाहरु छन् र के कुराहरु बुझ्नु पर्छ भन्ने कुरा जानौ है। ल अब चाहिँ हामी इम्पोर्टेन्ट फर्मुलाहरु के छन्, इम्पोर्टेन्ट नोट्सहरु तपाईले यो एउटा नोट कपीमा तपाईको कपीमा लेखेर राख्नु होला। तपाईलाई धेरै नै काम लाग्छ। तपाईले 11 क्लाससम्म पनि यो कुराहरु बिर्सन मिल्दैन है त। ल अब इम्पोर्टेन्ट नोटहरु चाहिँ अब हेर्नुस् त। सबैभन्दा पहिला के छ रे, tan थीटा इक्वल टु मोडुलस। यो मोडुलस साइन तपाईको बुकमा चाहिँ यो लेखेको छ, त्यसैले यही नै हेर्नुस्। यो मोडुलसको काम पनि के हो, प्लस माइनस हो हैन। यो यसको पनि प्लस माइनस हो, तपाईको बुकमा चाहिँ यो लेखेको छ, यही नै हेर्नुस् है त। जस्तै हेर्नुस् त के भनेको छ, tan थीटा इक्वल टु m1 माइनस m2 1 प्लस m1 प्लस m2। अब यो भयो फर्मुला। अब तपाईलाई म बुझाउँछु यो के हो भनेर, जसमा चाहिँ m1 भनेको के हो भनेपछि एउटा, अब तपाईले tan थीटा भनेको, यो tan थीटा चाहिँ कुनै दुईवटा लाइन यसरी इन्टरसेक्ट भएको छ भने अब यसमा त कुनै एंगल बनेको छ कि छैन, यता एंगल बनेको छ अनि यता पनि एंगल बनेको छ। जस एंगल बनेको छ नि हो, यो दुईटा बीच इन्टरसेक्सन भएको एंगल निकाल्नको लागि यो tan थीटा फर्मुला युज गर्छ। अब m1 भनेको के हो भनेपछि m1 भनेको एउटा जुनसुकै एउटा लाइनको स्लोप, m2 भनेको अर्को लाइनको स्लोप। m1 र m2 भनेको स्लोप हो बुझ्नुस्। m1 भनेको फर्स्ट लाइनको स्लोप, m2 भनेको सेकेन्ड लाइनको स्लोप, यसरी बुझ्नुस् है त। अब अर्को हेरौं। अब हेर्नुस् त, तपाईले यो फर्मुलामा m1 माइनस m2 अपन 1 प्लस m1 m2 गरेर तपाईले भ्यालु राखेर सल्भ गरेर पोजिटिभ भ्यालु आयो। जस्तै तपाईको m1 को भ्यालु 2 छ अनि m2 को भ्यालु 1 छ रे मानौ। 2 माइनस 1 अपन 1 प्लस हैन, 1 प्लस 2 इन्टु 2 हो नि, 2 इन्टु 1 हो नि। अब हेर्नुस् त, 2 बाट 1 घटाए 1 हुन्छ, तल 3 भयो। यो पोजिटिभ हो कि नेगेटिभ? पोजिटिभ हो नि। मतलब यदि पोजिटिभ भयो भने त्यो दुईटा लाइन बीच कुन एंगल बनेको हुँदै रहेछ, एक्युट एंगल बनेको हुँदै रहेछ है त। बुझ्नु भयो नि। यदि यो पोजिटिभ आयो भने m1 माइनस m2 अपन 1 प्लस m1 m2 पोजिटिभ आयो भने एक्युट एंगल बन्दो रहेछ। त्यस्तै गरी नेगेटिभ आयो रे, यहाँ केही गरी यहाँ मानव माइनस आइदियो रे, माइनस, यसलाई भ्यालु राखेर गर्दा त्यस्तो भयो भने त्यो चाहिँ तिनीहरु बीचको एंगल के बनेको हुँदै रहेछ, अब्टुज एंगल बनेको हुँदै रहेछ है त। तपाईले यो बुझ्नु होला। ल अब अर्को हेरौं। ल अब अर्को हेर्नुस् त, के भनेको छ, इफ टु लाइन आर प्यारलल। प्यारलल हुनु मतलब के हो, यस्तो भएपछि प्यारलल हुन्छ कि नै, यिनीहरुको बीचको एंगल कति छ, 0 डिग्री हो कि नै हो। 0 डिग्री अथवा 180 डिग्री एंगल हुन्छ प्यारलल भनेको। यदि त्यस्तो भयो भने m1 इक्वल टु m2। यसको मतलब दुईटा लाइन प्यारलल छन् भने तिनीहरुको स्लोप के हुन्छ, इक्वल हुन्छ है त। तपाईले यो बुझ्नु पर्छ, तिनीहरुको स्लोप के हुन्छ रे, इक्वल हुन्छ है। ल अब अर्को के छ हेर्नुस् त, if m1 इक्वल टु m2 द लाइन आर कोइन्सिडेन्ट टु इच अदर। इफ m1 इक्वल, हेर्नु त पहिला यति हेर्नुस्, m1 र m2 इक्वल भयो भने कोइन्सिडेन्ट हुन्छ। कोइन्सिडेन्ट भनेको जस्तै मानव एउटा यो लाइन छ अनि यही लाइन माथि अर्को लाइन हुने, के यही लाइन माथि के हुने, अर्को लाइन यसरी खप्टियो भने के हुन्छ, कोइन्सिडेन्ट हुन्छ है त। अनि यदि त्यस्तो भयो भने कोइन्सिडेन्ट अथवा प्यारलल हुन्छ है त। इच अदर लाइन आर परपेन्डिकुलर टु इच अदर। यदि यो दुईटा m1 र m2 लाई मल्टिप्लाई गर्दाखेरि यदि -1 आयो भने के हुन्छ, तिनीहरु दुईटा लाइन परपेन्डिकुलर हुन्छ। यो तपाईको केस नै एउटा केस हो, तपाईले यो कन्ठ गरेर राख्नु होला। प्यारलल भयो भने कन्डिसन के रे, प्यारलल भएपछि m1 इक्वल टु m2। अनि त्यस्तै गरेर परपेन्डिकुलर भयो भने के हुन्छ, m1 इन्टु m2 इक्वल टु -1। एउटा कन्डिसन हो है, यो तपाईले कन्ठ गर्नुपर्ने हुन्छ है त। ल अब अर्को हेरौं।
ल अब हेर्नुस् त स्लोप अफ जस्तै अब तपाईले मानम यो लाइन दिएको छ a1x b1y plus c1 equal to 0 यो लाइनको स्लोप कसरी निकाल्ने तपाईले 9 क्लासमै पढिसक्नु भएको छ माइनस कोएफिसिएन्ट अफ x के गर्ने रे माइनस कोएफिसिएन्ट अफ x अपन कोएफिसिएन्ट अफ y हेर्नुस् त माइनस कोएफिसिएन्ट अफ x अपन y तपाईलाई यो धेरै नै काम लाग्छ एक्सरसाइज गर्दाखेरि जहाँ पनि काम लाग्छ त्यसैले तपाईले यो लेखिराख्नुस् यदि कुनै लाइन दिएको छ जस्तै a1 को ठाउँमा कन्स्ट्यान्ट हुन्छ जस्तै मानम 2x 3y plus 4 भनेर यसरी दिएको छ भने त्यसको स्लोप निकाल भन्यो भने कसरी निकाल्ने रे x को कोएफिसिएन्ट के छ हेर्नुस् त यही लाइनमा हेर्नुस् x को कोएफिसिएन्ट माइनस गर्ने अनि x को कोएफिसिएन्ट लेख्ने माइनस x को कोएफिसिएन्ट के छ अब हेर्नुस् त यो लाइनको स्लोप के हुन्छ माइनस हाम्रो फर्मुलाको माइनस भयो कोएफिसिएन्ट अफ x के छ a1 छ हो a1 लेख्ने अपन अब कोएफिसिएन्ट अफ b के छ कोएफिसिएन्ट अफ y के छ b1 छ हो यसरी यो लाइनको स्लोप के हुनु रहेछ माइनस a1 बाइ b1 हुन्छ है त यसरी तपाईले बुझ्नु होला है ल अब अर्को हेरौं ल अब अर्को हेर्नुस् त मानम तपाईलाई यो लाइन दिएको छ a1x b1y plus c equal to 0 यो लाइन दिएको छ भने यो लाइनसँग प्यारलल हुने लाइन लेख भन्यो भने के हुन्छ तपाईले यति बुझ्नुस् कि कुनै पनि लाइनसँग प्यारलल अर्को लाइन छ भने यो अगाडिको के हुन्छ सेम हुन्छ a1x जस्तै x र y को कोएफिसिएन्ट के हुन्छ सेम हुन्छ चेन्ज हुने भनेको के हो यो कन्स्ट्यान्ट मात्रै हो चेन्ज हुने के रे कन्स्ट्यान्ट मात्रै चेन्ज हुने हो तर यदि लाइन ओरिजिनबाट पास छ भने कन्स्ट्यान्ट पनि हुँदैन है त तपाईलाई थाहा छ नि यदि तपाईलाई यो लाइनसँग प्यारलल हुने लाइन निकाल भन्यो रे जस्तै यो लाइनको इक्वेसन के हो रे अहिले म तपाईलाई उदाहरण दिन्छु ल यति बुझ्नुस् कि यदि कुनै लाइनसँग प्यारलल छ भने यो अगाडिको सेम हुन्छ र कन्स्ट्यान्ट मात्र चेन्ज हुन्छ त्यस्तै गरी यदि परपेन्डिकुलर छ भने के हुने भयो त हेर्नुस् त y को कोएफिसिएन्ट x मा जान्छ है बुझ्नुस् x को कोएफिसिएन्ट कहाँ जान्छ रे y मा जान्छ ल यदि दुईटा लाइन परपेन्डिकुलर छ भने के हुन्छ रे y को कोएफिसिएन्ट x मा जान्छ र x को कोएफिसिएन्ट के मा जान्छ y मा जान्छ हेर्नुस् त यहाँ पनि त्यही भएको छ नि यहाँ y को कोएफिसिएन्ट b1 छ यहाँ x को कोएफिसिएन्ट बन्यो b1 र यहाँ x को कोएफिसिएन्ट a1 छ यहाँ y को कोएफिसिएन्ट a1 बन्यो अनि अर्को कुरा यहाँ बीचमा साइन प्लस छ भने माइनस छ भने प्लस अनि यो कन्स्ट्यान्ट पनि चेन्ज हुन्छ बुझ्नु भयो त प्यारलल हुनको लागि सजिलो कन्स्ट्यान्ट मात्र चेन्ज हुन्छ अरु सेम हुन्छ प्यारलल हुनको लागि अनि परपेन्डिकुलरको लागि x र y को कोएफिसिएन्ट चेन्ज हुन्छ इन्टरचेन्ज हुन्छ x को y ले लिन्छ y को x ले लिन्छ र x र y को बीचको साइन के हुन्छ प्लस छ भने माइनस छ भने प्लस अनि कन्स्ट्यान्ट पनि चेन्ज हुन्छ है त अब अर्को तपाईलाई अब म एक्जाम्पलै दिन्छु ल हेर्नुस् त अब एउटा लाइन अब यो लाइन त देख्नु भएको छ यो इक्वेसन ल जस्तो मानव यो इक्वेसन एउटा लाइन छ रे हैन 3x + 4y + 10 भन्ने इक्वेसन छ रे अब तपाईलाई यो लाइनसँग प्यारलल हुने लाइन लेख भन्नु भने अब तपाईले के लेख्नुहुन्छ मैले तपाईलाई भनिसके लाइन प्यारलल टु द गिवन लाइन अब त यो लाइनसँग प्यारलल हुनको लागि यो x र y को के हुनु पर्छ सबै सेम हुनु पर्छ यहाँ कन्स्ट्यान्ट मात्र के हुन्छ चेन्ज हुन्छ ल हेर्नुस् त 3x + 4y सेम छ कि छैन कन्स्ट्यान्ट के हो 10 हो कि नै 10 को ठाउँमा हामीले के लेख्ने हो अब के यो कन्स्ट्यान्ट त कति हो थाहा छैन नि त हामीलाई पोइन्ट दिन पर्छ थाहा हुनको लागि त्यो अहिले हामी एक्सरसाइजमा गर्ने छौं है त बुझ्नु भयो नि सेम भयो हो अब अर्को परपेन्डिकुलरको के हुन्छ परपेन्डिकुलरमा पनि सेम हेर्नुस् त x र y को कोएफिसिएन्ट इन्टरचेन्ज भएको छ कि छैन भएको छ नि x को कोएफिसिएन्ट यहाँ 3 छ यहाँ y को कोएफिसिएन्ट 3 छ यहाँ y को कोएफिसिएन्ट 4 छ यहाँ x को कोएफिसिएन्ट 4 छ र बीचको साइन इन्टरचेन्ज भएको छ कि नै यहाँ प्लस छ यहाँ माइनस छ अनि कन्स्ट्यान्ट यहाँ 10 छ यहाँ के छ बुझ्नु भयो त कसरी हुन्छ अब तपाईले बुझ्नु भयो होला प्यारलल भयो भने x र y को कोएफिसिएन्ट र सब सेम हुन्छ कन्स्ट्यान्ट मात्र चेन्ज हुन्छ त्यस्तै गरी परपेन्डिकुलर भयो भने x र y को कोएफिसिएन्ट इन्टरचेन्ज गर्ने र बीचको साइन प्लस छ भने माइनस छ भने प्लस र कन्स्ट्यान्ट पनि चेन्ज गर्दिने है त यो एकदम इम्पोर्टेन्ट हो तपाईले 9 क्लासमा पनि पढ्नु भएको छ ल अब अर्को हेरौं ल अब तपाईले मानम एउटा यो लाइन दिएको छ रे लाइनको कोअर्डिनेट कति छ रे एउटा a पोइन्ट को कोअर्डिनेट x1 y1 छ b पोइन्ट को कोअर्डिनेट x2 y2 छ है त अब के हुन्छ स्लोप चाहिँ कसरी निकाल्ने मैले तपाईलाई दुईटा तरिका सिकाछु है स्लोप निकाल्न फर्स्टमा यदि इक्वेसन दिएको छ भने स्लोप कसरी निकाल्ने भनेको छु मैले तपाईलाई अघि नै माइनस कोएफिसिएन्ट अफ x
अपन कोफिसिएन्ट अफ y भनेको छु कि छैन माइनस कोफिसिएन्ट अफ x अपन कोफिसिएन्ट अफ y मैले तपाईलाई अघि नै भने नि यदि इक्वेसन दियो भने चाहिँ यस्तो अब तपाईले पोइन्ट दियो र हेर्नुस् त यसरी चारवटा पोइन्ट दियो भनेसी स्लोप कसरी निकाल्ने त्यो लाइनको y2 minus y1 अपन x2 minus x1 है त तपाईले 9 क्लासमा स्लोप इन्टरसेप्ट फर्म डबल इन्टरसेप्ट फर्महरु यस्तो पढ्नु भएको थियो नि हो त्यसमा युज गर्नु भएको छ मलाई थाहा छ है त अब स्लोप कसरी निकाल्ने र यसरी निकाल्ने लाइनको y2 भनेको पछाडीको पोइन्टको y2 minus y1 x2 minus x1 अपन x2 minus x1 यसरी तपाईले लाइनको स्लोप दिन निकाल्न सक्नुहुन्छ यदि लाइनको इक्वेसन दियो भने पनि स्लोप निकाल्न सक्नुहुन्छ र कोर्डिनेट दियो भने पनि स्लोप निकाल्न सक्नुहुन्छ हो किन अब मैले सिकाइसके अब अर्को हेर्नुस् ल यो चाहिँ तपाईले 9 क्लासमा पढेको रिभाइज हो द इक्वेसन अफ लाइन थ्रु द टु पोइन्ट यो दुईटा अब तपाईले मानव यही लाइनको इक्वेसन निकाल भन्दियो रे अब स्लोप त निकाल्न सक्नुभयो अब इक्वेसन निकाल भनेपछि कुन फर्मुला यो 9 क्लासमा पढ्नु भएको याद छ होला किन नहुनु हेर्नुस् त यो फर्मुला याद छ कि नै यदि तपाईलाई यो लाइन दियो र यसको इक्वेसन निकाल भनेर भन्यो भने के गर्ने रे फर्मुला हेर्नुस् त y minus y1 y2 minus y1 यो त स्लोप निकाल्ने भइहाल्यो m भइहाल्यो x minus x1 है त यो फर्मुला तपाईले 9 क्लासमा पढिसक्नु भएको छ प्रुफ पनि गर्नु भएको होला हैन ल ठीक छ ल हेर्नुस् त यहाँ y1 भनेको के हुन्छ y1 भनेको कुनै पनि लाइनको कोर्डिनेट फर्स्ट कोर्डिनेट हेर्नुस् त अनि त्यसरी तपाईले इक्वेसन निकाल्न सक्नुहुन्छ र है त मैले तपाईलाई फेरि एकचोटी रिभाइज गर्छु यदि कुनै लाइनको तपाईलाई इक्वेसन दिएको छ र स्लोप निकाल भनेपछि निकाल्न सक्नुहुन्छ हैन माइनस कोफिसिएन्ट अफ x अपन कोफिसिएन्ट अफ y गरेर निकाल्न सक्नुहुन्छ त्यसैगरी यदि तपाईलाई दुईटा लाइनको कोर्डिनेट दिएको छ र स्लोप निकाल भनेको छ रे अब तपाई निकाल्न सक्नुहुन्छ कि नै सक्नुहुन्छ किनभने कोर्डिनेट दिएको छ र स्लोप निकाल भन्यो भने त हामीले यो फर्मुला थाहा छ y2 minus y1 अपन x2 अपन x1 र तपाईलाई कुनै एउटा लाइनको कोर्डिनेट दिएको छ र इक्वेसन निकाल भन्यो रे इक्वेसन निकाल भने सक्नुहुन्छ कि नै सक्नुहुन्छ हेर्नुस् त यसको यो फर्मुला लाउने र भ्यालु राख्दिने हामीलाई y1 को भ्यालु दिएको हुन्छ x1 को भ्यालु दिएको हुन्छ y2 को सबै दिएको हुन्छ नि त्यसरी तपाईले इक्वेसन निकाल्न सक्नुहुन्छ अब हेर्नुस् त यो चाहिँ तपाईलाई क्वेशन नम्बर 8 मा काम लाग्छ एक्सरसाइज को तपाई बुझिराख्नुस् यो एमसीक्यू मा नि सोधिन सक्छ ज्यूस यो चाहिँ बुझ्न पर्ने कुरा हो यदि लाइन चाहिँ भर्टिकल छ भने त्यसको स्लोप कति हुन्छ रे अनडिफाइन्ड हुन्छ भर्टिकल भनेको कस्तो यस्तो हो नि जस्तै मानव तपाईलाई म भन्छु यो जस्तै भर्टिकल भनेको यस्तो हो नि जस्तै यो एक्स एक्सिस भयो जस्तै यो के भयो रे यो एक्स एक्सिस भयो यो वाइ एक्सिस भयो रे अब भर्टिकल लाइन भनेको के हो भर्टिकल लाइन भनेको यस्तो हो कि नै जहाँ पनि हुन सक्यो यता हुन सक्यो जता पनि हुन सक्यो भर्टिकल लाइनको स्लोप कति हुन्छ रे जहिले पनि स्लोप भनेको अनडिफाइन्ड हुन्छ के हुन्छ रे अनडिफाइन्ड स्लोप कति हुन्छ रे अनडिफाइन्ड हुन्छ है त त्यस्तैगरी होरिजेन्टल लाइनको स्लोप चाहिँ कति हुन्छ रे जहिले पनि 0 हुन्छ कति हुन्छ रे 0 हुन्छ ल हेर्नुस् त कस्तो होरिजेन्टल लाइन भनेको जस्तै तपाईको यो एक्सिस भयो वाइ होरिजेन्टल भनेको यस्तो एक्स एक्सिस सँग प्यारलल हुने लाइनलाई के भन्छ होरिजेन्टल र वाइ एक्सिस सँग प्यारलल हुने लाइनलाई भर्टिकल भन्छ यदि यस्तो लाइन छ भने जता पनि हुन सक्यो यस्तो यदि होरिजेन्टल लाइन छ भने त्यसको स्लोप कति हुन्छ रे 0 हुन्छ अब तपाई यसको एक्सपेरिमेन्टल प्रुफ गर्न चाहनुहुन्छ भने तपाई आफै घरमा गर्नु होला है त यता हेर्नुस् म तपाईलाई भनिदिन्छु जस्तै मानव यो एउटा लाइन भयो रे तपाईले यसरी भर्टिकल लाइन तान्नुस् यसको कोर्डिनेट कति हो हेर्नुस् त यो तलको पोइन्टको कोर्डिनेट कति हो लेख्नुस् हैन यो यसको पनि पोइन्टको कोर्डिनेट कति हो लेख्नुस् अब तपाईले एउटा लाइनको कोर्डिनेट दिएपछि स्लोप त निकाल्न आइहाल्छ यो फर्मुला लगाइहाल्नुस् तपाईको अनडिफाइन्ड स्लोप आउँछ किन भनेपछि x2 minus x1 कति हुन्छ जहिले पनि 0 हुन्छ किन भनेपछि यो त एउटै लाइनमा छ x कोर्डिनेट त जहिले पनि सेम हुन्छ हो है त यसरी बुझ्नु यसमा धेरै लामो नगरम तपाईले यति बुझ्नुस् कि भर्टिकल लाइन भनेको कस्तो ठाडो हो र होरिजेन्टल भनेको यस्तो तेर्सो हो र भर्टिकल लाइनको स्लोप अनडिफाइन्ड हुन्छ र होरिजेन्टलको 0 हुन्छ तपाईले यति बुझ्नुस् यो क्वेशन नम्बर 8 मा काम लाग्छ अरुमा काम लाग्दैन है त अनि तपाईलाई अर्को एउटा इम्पोर्टेन्ट कुरा भनिहालम यहाँ लेखेको रहेछ यदि तपाईलाई यो एक्सरसाइजको पीडीएफ चाहिन्छ तपाई भिडियो मात्र हेरेर सधैं आउन सक्नुहुन्न र अरु क्वेशनहरु पनि प्र्याक्टिस गर्न मन छ भने तपाईले यो इमेलमा मलाई इमेल गर्नु होला सब्जेक्ट पीडीएफ भनेर लेख्नु होला किनभने धेरै इमेलहरु आउँछ तपाईले पठाए चिनिन्न त्यसैले सब्जेक्ट पीडीएफ भनेर तपाईले यो इमेलमा पठाउनु भयो भने मैले तपाईलाई थुप्रै क्वेशनहरु पठाइदिन्छु जसले तपाईलाई एन्सर पनि पठाइदिन्छु र क्वेशन पनि पठाइदिन्छु र प्र्याक्टिस गर्नु होला है त र यो एक्सरसाइजको पनि के गर्छु
एक्सर्साइज पठाइदिनेछु है त। ल अब हामी एक्सर्साइज गरौँ है त, ढिलो नगरौँ। यति हो तपाईँले यो एक्सर्साइजमा बुझ्नुपर्ने, यो एक्सर्साइज गर्नुभन्दा अगाडि बुझ्नुपर्ने कुरा। ल अब एक्सर्साइज गरौँ हामी। यदि हेर्नुहोस् त यहाँ क्वेसनमा के भनेको छ, इफ थीटा बी द एंगल बिट्विन टू स्ट्रेट लाइन विथ द स्लोप m1 एन्ड m2। अब हेर्नुहोस् त क्वेसनले के भनेको छ, राइट एक्सप्रेसन फर टेन थीटा। टेन थीटाको फर्मुला के हो हाम्रो, यो हो नि, यो अथवा यो हो। तपाईँले अब त जुन लेख्दा पनि हुन्छ है त, दुईटै जुन लेख्दा पनि हुन्छ। तपाईँले म भनिदिइहालौँ होइन, तपाईँलाई जोस् एउटा ट्रिक दिन्छु। यदि तपाईँलाई क्वेसनमा एक्विड एंगल निकाल भनेको छ भने तपाईँले यो फर्मुला लगाइदिनु होला है त, किनभने सजिलो हुन्छ। र अप्टुज एंगल भनेको छ भने यो लाउनु होला, तर जोस् एक्विड भन्यो भने चाहिँ यो फर्मुला लगाइदिनु भने तपाईँको छिटो एन्सर आउँछ है त। यो भनेको हामीले अगाडि नै थ्योरीमा डिस्कस गरिसक्यौँ। ल अब अर्को हेर्नुहोस् त, राइट द रिलेसन बिट्विन m1 एन्ड m2 भनेको छ। m1 र m2 को रिलेसन बिट्विन m1 एन्ड m2 व्हेन थीटा इक्वल टु 0 डिग्री। अब थीटा 0 डिग्री हुनु मतलब के हो, दुईटा लाइन प्यारलल हुनु हो कि नै। यदि त्यो प्यारलल भयो भने तिनीहरूको m1 र m2 के हुन्छ, बराबर हुन्छ, स्लोप इक्वल हुन्छ भनिसकेँ किन मैले, प्यारलल भयो भने। ल त्यस्तै गरी हेर्नुहोस् त m1 र m2 को रिलेसन के हुन्छ, व्हेन थीटा इक्वल टु 90 डिग्री। थीटा 90 डिग्री हुनु भनेको के हो, ती दुईटा लाइन परपेन्डिकुलर छन्। परपेन्डिकुलर भएपछि m1 र m2 लाई मल्टिप्लाई गर्दा -1 आउँछ। म तपाईँलाई थ्योरी पार्टमा पनि भनिसकेको छु है त। ल अब अर्को हेरौँ। ल अब हेर्नुहोस् त क्वेसन नम्बर 2 मा के छ, हेर्नुहोस् त, एक्सप्रेस tan बीटा इन द टर्म अफ a1 a2 b1 b2। अब क्वेसनले के भनेको छ हेर्नुहोस् त, यहाँ फर्स्टमा तपाईँ एउटा इक्वेसन यो दिएको छ किन, एउटा लाइनको इक्वेसन हो। अब आउँछ तपाईको यहाँ कुरा, एउटा लाइनको इक्वेसन यो दिएको छ र अर्को लाइनको इक्वेसन यो दिएको छ। अब तपाईले tan बीटालाई मतलब tan थीटा बीटा एउटा यो जे पनि हुन सक्छ, त्यसलाई चाहिँ a1 a2 b1 b2 मतलब x र y को कोएफिसिएन्टमा के गर्नु पर्यो, एक्सप्रेस गर्नु पर्यो। अब तपाईले यसबाट सल्भ गरिसकेपछि तपाईले रिलेसन निकाल्नु भएको, जुन चाहिँ तपाईले पछि युज गर्न सक्नुहुन्छ अरुमा, जस्तै थ्योरम जस्तै भयो के, तपाईले अगाडि थ्योरमलाई प्रुभ गरेर पछि त्यो कन्डिसनहरु युज गर्नुहुन्छ कि नै, हो त्यस्तै हो। यहाँ पनि तपाईले निकाल्ने, त्यसपछि पछि युज गर्ने, यो एउटा थ्योरम खालको जस्तै नै हो। हेर्नुस् त, अब हामीलाई कुनै पनि दुईटा इक्वेसनको स्लोप, कुनै पनि इक्वेसनको स्लोप कसरी निकाल्ने मैले तपाईलाई अघि नै भनिसकेको छु। त्यहाँ थ्योरी पार्टमा कसरी निकाल्ने, m1 स्लोप कसरी निकाल्ने, कोएफिसिएन्ट अफ x अपन कोएफिसिएन्ट अफ y हो कि होइन, हो अभियसली हो। अब हेर्नुस् त कोएफिसिएन्ट अफ x कति छ, यहाँ a1 छ कि नै, कोएफिसिएन्ट अफ x हेर्नुस् त, यहाँ a1 लेख्यो माइनस त यो फर्मुलाकै भ्यालु, अनि के कोएफिसिएन्ट अफ y के छ, b1 छ भनेपछि यसरी लेख्नु भयो है त। यो लाइनको स्लोप भयो, फर्स्ट लाइनको स्लोप कति भयो, यति आयो। अब हेर्नुस् त अर्को लाइन छ, अर्को लाइनको स्लोप पनि कसरी निकाल्ने, सेम त्यसरी नै m1 यहाँ m2 है, m2 यहाँ नझुक्किनु होला, किनभने m1 हुनु नि त, m2 यहाँ पनि के भन्दा कोएफिसिएन्ट अफ x कोएफिसिएन्ट अफ y भयो। अब हेर्नुस् त यो लाइनको कोएफिसिएन्ट अफ x कति छ, a2 छ, माइनस त हाम्रो फर्मुलाकै भ्यालु, र कोएफिसिएन्ट अफ y के छ, b2 छ है। यो यता अलिकति मिस्टेक भएछ, यो b2 हो है, b2 बुझ्नु भयो नि। ल यहाँ m2 र b2 है त, नझुक्किनु होला। अब उइनो हामीलाई tan थीटा भनेको के थाहा छ, यो फर्मुला थाहा छ नि होइन हामीलाई, tan थीटा भनेको यो हो नि है त। ल हेर्नुस् त, अब m1 को फर्मुला हामीले राख्दियौं, m1 को ठाउँमा के हुन्छ, a1 हो, a1 बाइ b1 माइनस a1 बाइ b1 छ किन m1 को ठाउँमा, र m2 को ठाउँमा के छ, हेर्नुस् त m2 को ठाउँमा माइनस a2 बाइ b2 छ, हामीले राख्दियौं। अनि तल पनि सेम राख्दियौं, m1 को ठाउँमा यो राख्दियौं माइनस a1 बाइ b1, m2 को ठाउँमा माइनस a2 बाइ b2 राख्दियौं हामीले है त। अब त्यसपछि हेर्नुस् त माथि हामीले एलसीएम लग्यौं, एलसीएम त तपाईलाई लिन आइहाल्छ, एलसीएम लिँदाखेरि यो b2 ले यहाँ मल्टिप्लाई गर्नु पर्यो, यहाँ a1 ले मल्टिप्लाई गर्नु पर्यो भनेपछि एलसीएम लियौं, तल पनि के गर्यौं, एलसीएम लियौं है त। अब एलसीएम लिइसकेपछि अब एलसीएम लियौं, यो एलसीएम लिएको बुझ्नु भएन। अब हेर्नुस् त एलसीएम लिइसकेपछि b1 बाइ यो र यो काटियो कि नै, b1 b2 काटियो। अब के बाँकी भयो, हेर्नुस् त यो बाँकी भयो कि नै, एकदम भयो। ल है त, ल यही नै रिक्वायर्ड रिलेसन हो, बुझ्नु भयो त। यदि कोएफिसिएन्टहरुको रिलेसन के हुँदो रहेछ, हामीले के भनेको छ क्वेशनमा, एक्सप्रेस tan बीटा इन द टर्म अफ a1 a2 b1 b2 भनेर भनेको छ कि छैन, हो छ। अब हेर्नुस् त ए सबै टर्म a1 र a2 र b1 र b2 को टर्ममा छ कि नै, यही नै रिक्वायर्ड एन्सर हो है त। अब तपाईले बुझ्नु भयो होला है। ल अब अर्को हेर, ल अब बी नम्बरको के भनेको छ,
आइडेन्टिफाई द रिलेसन व्हेन बोथ लाइन आर प्यारलल। अघि तपाईलाई मैले भने के भने यदि दुईटा लाइन प्यारलल छ भने m1 र m2 के हुन्छ भने इक्वल हुन्छ भने यो त के हो तिनीहरुको स्लोपको कन्डिसन हो। स्लोपहरु इक्वल हुन्छ। अब तिनीहरुको कोफिसिएन्टहरुको रिलेसन चाहिँ के हुन्छ त? कोफिसिएन्टहरुको रिलेसन के हुन्छ भनेर निकाल भनेको। ल हेर्नुस् त इफ लाइन आर प्यारलल m1 र m2 इक्वल हुन्छ यो हामीलाई थाहा छ हैन। अनि अब m1 भनेको कति हो हामीले a नम्बरमै निकालिसक्यौं। क्वेशन 2 को a मा m1 भनेको -a1/b1 -a2/b2 भनेर निकाल्यौं कि नै? निकाल्यौं है त। अब मल्टिप्लाई गर्दिनुस् है त। मल्टिप्लाई कसरी गर्ने थाहा छ नि? यो b2 ले यता मल्टिप्लाई गर्ने र यो b1 ले यता मल्टिप्लाई गर्ने हो। यो त तपाईलाई थाहा नि, यता उता लिदिने हो। सेम गर्यो माइनस अनि यो माइनस र यो माइनस काटियो। बुझ्नुभयो नि के भयो? ल म तपाईलाई फेरि भन्दिहाल्छु। यो माइनस र यो माइनस काटेको बुझ्नुभयो कि हेर्नुस् त यहाँ पनि माइनस छ यहाँ पनि माइनस छ भनेपछि यता उता माइनस भएपछि हामीले यो माइनस र यो माइनस काट्न मिल्छ। काट्यौं अनि काटिसकेपछि यो b2 ले a1 लाई मल्टिप्लाई गर्यौं b1 ले a2 लाई मल्टिप्लाई गर्यौं भनेपछि यही नै रिलेसन भयो। बुझ्नुभयो त? अब रिलेसन अब तपाईलाई एमसीक्यू मा कहिलेकाहीँ सोधिन सक्छ यदि दुईटा लाइन प्यारलल छन् भने तिनीहरुको कोफिसिएन्टहरुको रिलेसन के हुन्छ त? कोफिसिएन्टहरुको रिलेसन के हुँदै रहेछ? a1 लाई b2 ले मल्टिप्लाई गर्नु र a2 ले b1 लाई मल्टिप्लाई गर्नु इक्वल हुँदै रहेछ है त। यसरी बुझ्नु होला। अब अर्को हेरौं। ल अब आइडेन्टिफाई द रिलेसन व्हेन बोथ लाइन आर परपेन्डिकुलर। अब परपेन्डिकुलर यो त हामीले प्यारलल भएपछि निकाल्यौं। परपेन्डिकुलर भएपछि के हुन्छ? परपेन्डिकुलर हुँदाखेरिको स्लोपको कन्डिसन के हो? m1 m2 हैन m1 m2 इक्वल टु -1 हो है त। यदि तपाईलाई ढिलो हुन्छ भने भिडियोको स्पिड अलिकति बढाउनु होला है त। भिडियोको स्पिड बढाउनु होला। ल अब हेर्नुस् त दुईटा लाइन प्यारलल भयो भने m1 र m2 भनेको -1 हो। अब m1 र m2 को ठाउँमा भ्यालु राख्दिनुस्। m1 र m2 को भ्यालु हामीले क्वेशन नम्बर a मै निकालिसक्यौं। अब अनि त्यसपछि अब m1 र m2 को भ्यालु राखिसकेपछि हेर्नुस् त तपाईले अर्को बुझ्नु पर्ने यहाँ माइनस छ यहाँ माइनस छ यहाँ पनि माइनस छ। माइनस माइनसलाई मल्टिप्लाई गर्दा के हुन्छ? प्लस हुन्छ। तपाईले सानोदेखि पढ्नु भयो माइनस माइनस प्लस भनेर पढ्नु भएको छ है त। अब यस्तो गर्यौं। अब हेर्नुस् त्यसपछि के गर्ने? भ्यालु राख्दिनु भयो हैन। अब सेम अब केही गर्ने पर्दैन के, यो एकदम इजी हो। तपाईलाई अहिले गाह्रो लाग्यो भने त 7-8 नम्बरको क्वेशनमा तपाई बेहोस हुनुहुन्छ। ल हेर्नुस् त अब के भयो? यो माइनस माइनस प्लस भयो अनि माथि माथिकोले मल्टिप्लाई तल तलकोले मल्टिप्लाई a1 a2 b1 b2। अब b1 b2 लाई यता लगिदिनुस्। के भयो त? माइनस b1। अब -1 छँदैछ यो -1 को -1 अनि यसलाई यता लगिदिएपछि के हुने भयो? a1 a2 माइनस b1 इक्वल टु माइनस b1 b2। अब तपाईले थाहा पाउनु भयो त यदि दुईटा लाइन परपेन्डिकुलर छ भने तिनीहरुको कोफिसिएन्टहरुको रिलेसन के हुँदै रहेछ त? x दुईटै कोअर्डिनेटको x दुईटै इक्वेसनको x कोफिसिएन्ट र लाई मल्टिप्लाई गर्नु र y कोफिसिएन्टलाई मल्टिप्लाई गर्दा माइनस हुन्छ एउटाको चाहिँ है त। यसरी बुझ्नुस्। यो दुईटा कन्डिसन जस्तै हो। प्यारलल भएपछि के हुन्छ र परपेन्डिकुलर भएपछि के हुन्छ। ल अब यसमा धेरै टाइम नगरौँ। अब अर्कोमा जाम। ल अब तपाईलाई 3 मा के भनेको छ? फाइन्ड द एक्युट एंगल बिट्विन द लाइन गिवन बिलो भनेको छ। अब हेर्नुस् त अब अघिदेखि हामीले a1 b1 भनेर गरिरहेका थियौं। अब अहिले चाहिँ अब लाइनको अब हामीलाई कन्स्ट्यान्टहरु दिन लाग्यो। हेर्नुस् त अब हामीलाई के थाहा छ? फर्स्ट लाइन भनेको यो हो हामीलाई गिवन दिएको छ। अब यसको स्लोप सरी यो तल केही छैन। ल हेर्नुस् त यसको स्लोप कति हुन्छ? फर्स्ट लाइनको स्लोप कति हुन्छ? तपाईलाई थाहा छ मैले यहाँ सधैं लेखेन। स्लोप निकाल्ने फर्मुला के हो? यदि इक्वेसन दिएको छ भने माइनस कोफिसिएन्ट अफ x अपन कोफिसिएन्ट अफ y हो कि नै? कोफिसिएन्ट अफ y यो त तपाईलाई मैले अगाडि नै भनिसकेको छु है त। अब कोफिसिएन्ट अफ x कति छ? 1 छ कि छैन? x को अगाडि माइनसको माइनस भइहाल्यो 1 भइहाल्यो अपन। अब कोफिसिएन्ट अफ y कति छ? -3 छ। किन -3? हामीले त यो फर्मुलाको लागि त्यो हो नि ax1 प्लस छ नि त हो। हामीले यो फर्मुलाको लागि b1y यो फर्मुलाको लागि चाहिँ स्लोप यो। अब हेर्नुस् त यहाँ 3 को अगाडि जहिले पनि के हुनुपर्छ? प्लस भएको बेला मात्रै लागु हुन्छ। अब तपाईले यहाँ माइनस छ हो -3 नै के हुने भयो? कोफिसिएन्ट अफ y हुने भयो है त। अनि यो माथिको माइनस र तलको माइनस कट भयो। त्यसपछि m1 1/3 आयो है त। बुझ्नु भयो? ल m1 m3 फेरि यसरी आयो। अब कोफिसिएन्ट अब हामीले सेकेन्ड लाइन कति छ? सेकेन्ड लाइन पनि सेकेन्ड लाइन 2x - y + 7 छ। अब यसको स्लोप कसरी निकाल्ने? त्यो सेम तरिका माइनस माइनस भइहाल्यो। कोफिसिएन्ट अफ x कति छ? 2 छ। हेर्नुस् त कोफिसिएन्ट अफ x कति छ? 2 छ अपन
कोएफिसिएन्ट अफ y, y को कोएफिसिएन्ट कति हो 1 हो किन यहाँ अगाडि हो -1 छ, -1 भयो। अनि त्यसपछि यो माइनस माइनस कट भयो र कति भयो 2/1 भन्नु र 2 भन्नु कति हो 2 नै हो है त। ल अब यो बुझ्नु भयो। अब फर्मुला युज गरौँ हामीले एंगल बिट्विन एंगल निकाल्नु छ नि त। एंगल निकाल्ने फर्मुला के हो अघि फर्स्टमै भनिसके tan θ = मैले तपाईलाई अघि भनेको थिएँ नि यदि एक्विड एंगल निकाल्न पर्यो भने तपाईले यो फर्मुला युज गर्दा हुन्छ। प्लस माइनस गर्दाखेरि तपाईलाई अलिकति लामो हुन्छ त्यसैले यो गर्दा पनि हुन्छ है त। तपाईले प्लस माइनस पनि गर्न सक्नुहुने भयो है त। ल अब हेर्नुस् अब अर्को हेर्नुस्। ल हेर्नुस् त अब m1 र m2 को भ्यालु राख्दियो केही पनि गरेकै छैन। m1 को 1/3 भ्यालु m2 को भ्यालु राख्दियो राखेको बुझ्नुभयो बुझिहाल्नु भयो। ल है त अब अर्को हेर। अब त्यसपछि यो मैले यहाँ सेम लेखेको किनभने यता अलि कन्फ्युज हुनुहुन्छ भनेर भ्यालु राख्यो हैन। त्यसपछि के गर्यो एलसीएम लिदियो। हेर्नुस् त यहाँ 3 को एलसीएम लियो नि हैन। एलसीएम त लिन आउँछ नि हैन। अब 10 क्लास पढिसक्ने मान्छेलाई एलसीएम लिन नआउने त कुरै हुन्न। अब एलसीएम आयो हैन। अब एलसीएम कति आयो यहाँ 3 आयो यहाँ पनि 3 आयो है त। अब यो 3 र यो 3 के हुन्छ कट हुन्छ। यो 3 र के हुन्छ यो 3 कट हुन्छ। 3 3 कट भयो भने के हुन्छ माथि हेर्नुस् त 1 बाट -6 घटाउँदा कति हुन्छ -5 हुन्छ। तल 3 र 5 जोड्दा कति हुन्छ 3 र 2 जोड्दा कति हुन्छ 5 हुन्छ। यो बुझ्नुभयो है त। अब के हुन्छ 1 हुन्छ। हेर्नुस् त माइनस अब तपाईले यहाँ बुझ्नुपर्ने कुरा के छ -5/5 भनेको कति हो -5/5 भनेको -1 हो कि होइन हो। अब हेर्नुस् त यहाँ यो -1 को अगाडि के साइन छ यस्तो होला साइन छ। यस्तो साइनको काम के हो यो साइन छ नि यो तपाईले देखिरहनु भएको छ नि यो साइनको काम चाहिँ नेगेटिभलाई पोजिटिभ बनाउने काम। जस्तै -2 भएर यस्तो साइन राखिदियो भने के हुन्छ यो भनेको 2 हो है त। यस्तो काम हो यसको मोडुलस भन्छ यसलाई। तपाईले उता पढ्नु भएको होला है त। ल -1 भयो है त। अब 1 भनेको कति हो तपाईलाई थाहा छ कि छैन। अब हेर्नुस् त अब यो थीटा भनेको थीटा नै भइहाल्यो। ट्यानलाई उता लगिदिनुस्। ट्यानलाई उता लिँदाखेरि के हुन्छ ट्यान इन्भर्स हुन्छ। अनि साइनलाई पनि साइन छ अब इक्वल टु छ भने साइनलाई उता लिँदाखेरि के हुन्छ साइन इन्भर्स हुन्छ। कस पनि कस इन्भर्स हुन्छ। अब तपाईले यो क्याल्कुलेटरमा टक्क भ्यालु राख्नुस् त कति हुन्छ 45 आउँछ। आयो नि क्याल्कुलेटरमा हान्नु होला 45 आउँछ। एउटा यो तरिका भयो। अर्को तरिका पनि म तपाईलाई सिकाउँछु अहिले अर्को क्वेशनमा है त। यसरी सक्नुहुन्छ। यो अब कसरी ट्यान इन्भर्स हुन्छ यता जाँदाखेरि म भन्थे अलि धेरै नै लामो हुन्छ भिडियो। त्यसैले तपाई यति बुझ्नुस् कि कुनै पनि यताबाट उता जाँदा ट्रिगोनोमेट्री आइडेन्टिटीज इन्भर्समा बदलिन्छ। ल अब अर्को हेर। अब बी नम्बरमा हेर्नुस् त सेम एउटा लाइन हामीलाई यो दिएको छ र स्लोप m1 भनेको हामीले स्लोप निकाल्न त म तपाईलाई यसमा मेरो स्वर गर्दिन है त म भन्दिन किनभने मैले तपाईलाई अघि नै भनिसके। यो चाहिँ तपाईले आफै बुझ्न पनि पर्छ। m1 भनेको कोएफिसिएन्ट अफ x कति चोटी भन्नु यो बुझ्नुहुन्छ हैन। m1 कसरी निकाल्यो भनेर। अनि m2 पनि m2 को स्लोप निकाल्न पनि कसरी निकाल्यो त्यो त तपाईलाई थाहा छ। मैले तपाईलाई बारम्बार फेरि रिभाइज गरिरहेको छु। यदि कुनै पनि लाइनको इक्वेसन दिएको छ र स्लोप निकाल भन्यो भने के गर्ने इक्वेसन दिएको छ भने चाहिँ माइनस कोएफिसिएन्ट अफ x अपन कोएफिसिएन्ट अफ COE कोएफिसिएन्ट अफ y गर्ने। अनि त्यस्तै गरी कोअर्डिनेट दिएको छ भने के गर्ने मैले तपाईलाई भनिसके। कोअर्डिनेट दिएको छ भने y2 - y1 अपन x2 - x1 गर्ने है त। यो तपाईलाई थाहा छँदैछ। ल यो मैले फेरि रिभाइज गरिरहेको किनभने तपाई यो त धेरै इम्पोर्टेन्ट हुन्छ के त्यसैले नबिर्सिनु होला। अनि त्यस्तै गरी यहाँको स्लोप निकाल्यो हैन दुईटै लाइनको स्लोप निकाल्न आउँछ। अब स्लोप निकालिसकेपछि हामीलाई यो tan θ को फर्मुला थाहा छँदै छ। एक्विड एंगल निकाल भन्दाखेरि यो फर्मुला लाउनुलाई मैले भनिरहेको छु। अनि अब tan θ को फर्मुला m1 र m2 को भ्यालु राख्दिनुस्। राख्नुभयो राख्नुस्। अनि त्यस्तै गरेर के गर्नुस् m1 र m2 को भ्यालु राखेर एलसीएम लिदिने। अब फेरि एलसीएम कति आउँछ हेर्नुस् त यता एलसीएम 2 आयो। अनि त्यसपछि यहाँ पनि तल पनि 2 आयो। अनि 3 + 8 अब यो 8 कहाँबाट आयो भन्नु होला फेरि एलसीएम लिएको नि यो एलसीएम लिँदाखेरि यो 2 ले यो 4 लाई मल्टिप्लाई गर्नुपर्छ थाहा छ कि छैन। अब हेर्नुस् यहाँ अब यहाँ 4 को साइडमा के छ 4 को साइन माइनस छ अनि यता पनि माइनस छ। माइनस माइनस के भयो यहाँ हेर्नुस् त माइनस माइनस प्लस भयो है त। यसरी बुझ्नु होला। अब अपन भयो यो एलसीएम लिनुभयो तपाईलाई इजी छ। अब यो 2 र 2 के भयो कट भयो है त। अब 2 र 2 कट भएपछि के हुन्छ 2 र 2 कट भयो। अनि त्यसपछि माथि 8 मा 3 जोड्दा 11 भयो र 2 बाट -12 घटाउँदा 10 भयो। हेर्नुस् त अब हामीले किन पोजिटिभ नै लिइरहेका छौं भनेर तपाईले मैले अघि थ्योरी पार्न भनेको बिर्सिनु भयो कि भएन। m1 - m2 अपन m1 प्लस अपन 1 प्लस
m1 m2 यो यदि पोजिटिभ आयो भने के हुन्छ भने थिए एक्विड एंगल हुन्छ भनेर मैले फर्स्टमै थ्योरीमा भनेको याद छ कि छैन मजाले छ होला है त ल यसरी गर्न सक्नुहुन्छ अब थीटाको भ्यालु निकाल भनेको हो नि थीटा निकाल भनेको अब tan लाई उता लिदिनुस् के हुन्छ tan इन्भर्स 11/10 है त अब यो तपाईले हान्नुस् त क्याल्कुलेटरमा हान्नु भयो भने क्याल्कुलेटरमा कसरी हान्ने थाहा शिफ्ट थिच्ने अनि त्यसपछि tan थिच्ने शिफ्ट र tan थिचेपछि tan इन्भर्स हुन्छ अनि tan इन्भर्स हानेपछि एप्रोक्सिमेट 47.43 भ्यालु आउँछ है त तपाईको क्याल्कुलेटरमा आयो होला ल है त ल यसरी गर्न सक्नुहुन्छ अब क्वेशन नम्बर 3 कै सी हेरौँ त हेर्नुस् त अब एउटा लाइन यो दिएको छ यसको स्लोप कसरी निकाल्ने यसलाई m2 माने रहेछ जे मान्दा पनि हुन्छ m1 m2 केही छैन है त अब स्लोप कसरी निकाल्ने कोएफिसिएन्ट अफ x अपन माइनस कोएफिसिएन्ट अफ x अपन कोएफिसिएन्ट अफ y कोएफिसिएन्ट अफ y को अगाडि माइनस कसरी आयो भन्नु होला यहाँ छ नि -1 हो नि त त्यसरी आयो यो भनेको √3 भइहाल्यो अनि इक्वेसन सेकेन्ड लाइनको के हुने भयो सेकेन्ड लाइनको स्लोप कति हो सेकेन्ड लाइनको स्लोप सेकेन्ड लाइनमा हेर्नुस् त x नै छैन के x छ त नि हेर्नुस् त यहाँ हामीले क्वेशनमा y+3 दिएको छ x नै छैन हो त्यसैले हामीले 0x मान्यौं किनभने 0x भनेको त 0 नै हो के हुन्न हो त्यसैले 0x मान्यौं माइनस कोएफिसिएन्ट अफ x भनेको 0 भइहाल्यो 1 भइहाल्यो तपाईलाई थाहा छ कि नै 0/समथिङ भनेको कति हुन्छ 0/समथिङ भनेको 0 नै हुन्छ तर समथिङ/0 मतलब मानौं 2/0 भयो अब के गर्नुहुन्छ यो भनेको अनडिफाइन्ड हो त्यसैले यति चाहिँ बुझ्नुस् 0/समथिङ भनेको 0 र समथिङ/0 भनेको अनडिफाइन्ड ल ठीक छ यो भइहाल्यो अब युजिङ फर्मुला हामीले फर्मुला हाल्यौं m1 - m2 अपन यो राख्यौं हैन m1 र m2 को भ्यालु राख्दियौं सिम्पल है त त्यसै गरेर m1 र m2 को भ्यालु राखेर कति हुने भयो हेर्नुस् त म तपाईलाई भन्छु यो कसरी यति आयो 0 र √3 मल्टिप्लाई गर्दा 0 भयो कि नै 0 मा 1 जोडे 1 भयो अब माथि कति छ -0 मा -√3 तल चाहिँ कति भयो 1 + 0 * √3 भनेको 0 नै भइहाल्यो अनि यो भनेको -√3 / 1 भनेको कति हो -√3 नै हो है त यसरी -√3 मात्रै आएको हो है त ल अब अर्को हेरौं ल अब यो √3 मात्र आयो नि √3 लेखिसकेपछि यो साइन नलेख्नु होला है मोडुलस यहाँ टाइपिङ मिस्टेक भएछ √3 लेखिसकेपछि यो मोडुलस साइन नलेख्नु होला है त ल अब यस्तो भयो अब थीटालाई उता लगिदिनुस् tan लाई उता लेखिदिनुस् tan इन्भर्स √3 भनेको कति हो 60 हो है त एउटा तपाईले यसरी गर्न सक्नुहुन्छ अनि अर्को चाहिँ कसरी गर्नु होला भनेपछि एउटा अर्को पनि यस्तो तरिका हुन्छ के म तपाईलाई भन्छु हेर्नुस् है त अब हेर्नुस् यो यतिबाट हेर्नुस् त हेन्नेरीबाट यता हेर्नुस् त tan थीटा भनेको कति छ यहाँ tan मेरो भनेको चाहिँ सुन्नु है ह्यान्डराइटिङ खासै राम्रो छैन नबुझ्न सक्नुहुन्छ tan थीटा भनेको √3 छ हो कि नै अब हेर्नुस् त tan थीटा भनेको जस्ताको तस्तै tan थीटा इक्वल टु √3 भनेको कति हो हेर्नुस् त √3 भनेको tan कति हो √3 भनेको हेर्नुस् है tan यो हेर्नुस् न लेख्न खासै राम्रोसँग आउँदैन tan √3 भनेको tan 60 हो है त यो थाहा छ नि tan 60 भनेको √3 हो हामीले त्यही लेख्यौं अब हेर्नुस् त यो tan र tan काट्दिनुस् अनि थीटा भनेको कति भयो त 60 भयो यसरी पनि गर्न सक्नुहुन्छ तर यसरी चाहिँ तपाईले सबैको भ्यालु हुन्छ तर माथिकै तरिकाले गर्दा राम्रो ल therefore एक्विड एंगल इज 60 डिग्री अब एक्विड एंगल भनेको त थाहा नि 90 डिग्री भन्दा सानो भने फेरि एन्सर एक्विड एंगल निकाल भनेको छ एन्सर 110 निकाल्दिनु होला नि फेरि त्यो तपाईले आफै बुझ्नु होला एक्विड एंगल भनेको सानो ल अब फोन नम्बरमा आयो फोन नम्बरको यो दिएको छ इक्वेसन हैन अब हामीले चाहिँ के निकाल भनेको छ अब्टुज एंगल भनेको छ अब चाहिँ के गर्ने अब्टुज एंगल भनेको के हो 90 डिग्री भन्दा ठूलो र 180 डिग्री भन्दा कति सानो हो नि ल ठीक छ अब यसको स्लोप निकाल्नु भयो स्लोप निकाल्न तपाईलाई आइहाल्छ मैले अगाडिदेखि सिकाइसके अब फोन नम्बरमा आइसकेर पनि स्लोप निकाल्न सिकाइन है त ल अब यसरी नै स्लोप निकाल्नु भयो हैन यसरी स्लोप निकालिसकेपछि अब हेर्नुस् अब एंगल दुईटा बीचको एंगल निकाल्ने फर्मुला हामीले थाहा छँदैछ है त हेर्नुस् अब अब्टुज एंगल निकाल्न पर्यो कि नै हो अब चाहिँ यो फर्मुला लाउँदा बेस्ट हुन्छ अघिकोमा तपाईले त्यो फर्मुला लाउँदा हुन्छ तर अहिले चाहिँ अब्टुज एंगल चाहिँ यही नै लाउनु पर्छ अब tan थीटा भनेको प्लस माइनस m1 को भ्यालु राख्नुस् m2 को भ्यालु राख्नुस् यहाँ पनि m1 र m2 को भ्यालु राख्दिनुस् है त ल अब m1 र m2 को भ्यालु राखिसकेपछि एलसीएम लिनुस् एलसीएम यहाँ कति आउँछ हेर्नुस् त यो माथिको न्युमिनेटर मात्र हेर्नुस् त एलसीएम कति आउँछ 6 आउँछ नि हो यसरी 6 एलसीएम आयो अनि त्यसपछि यो 3 ले 1 लाई मल्टिप्लाई गर्दा 3 अनि हेर्नुस् त यहाँ
1 को अगाडि माइनस छ कि नै माइनस यता माइनस 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 के हुने भयो प्लस हुने भयो है त 3 + 2 हुने भयो तल पनि के हुने भयो तल चाहिँ हेर्नुस् त तल चाहिँ 1 भयो यहाँ 6 एलसीएम आयो 3 2 जा 6 भयो हेर्नुस् त यो साइन माइनस छ नि त हो यो माइनस माइनस प्लस माइनस यसरी भएको है त यो त तपाईलाई फ्र्याक्सन गर्न सानैदेखि जान्नु भएको यो चाहिँ मैले नभन्नु पर्ने यो 10 क्लास पुगिसकेको मान्छेलाई त्यही पनि भनिरहेछु ल हेर्नुस् त अब कति आयो सिम्पल छ कसरी आयो तपाई बुझ्नु होला यो 6 र यो 6 कट भयो ठीक छ यो 6 र यो 6 कट भयो 3 मा 2 जोड्दा 5 भयो हैन 6 मा 1 घटाउँदा 5 भयो 5/5 भनेको कति हो 1 हो कि नै हाम्रो प्लस माइनस अगाडि छँदै छ मैले तपाईलाई अघि नै थ्योरी पार्टमा भनिसके थ्योरी पार्टमा के भनिसके m1 यो यतिलाई सल्भ गर्दा चाहिँ यदि नेगेटिभ साइन आयो रे -b नेगेटिभ साइन आयो भने चाहिँ अब्टुज एंगल हुन्छ त्यसैले अब हामीले नेगेटिभ साइन लिने फर अब्टुज एंगल टेकिङ नेगेटिभ साइन बुझ्नु भयो नि ल -1 भयो भयो अब यसरी नै थीटा = tan इन्भर्स -1 भनेर क्याल्कुलेटर हाल्नुस् त 135 आउँछ ठ्याक्कै है त 135 आउँछ ल गर्नुस् त अब तपाईले हत्तपत्त क्याल्कुलेटरमा हान्नु भयो होला -1 त आएन हो कि नै -1 त आएन क्याल्कुलेटरमा -1 आएन ए -1 हान्दाखेरि 135 आएन -45 पो आयो त है कसरी 135 भयो भन्नु होला यदि तपाईले यसरी क्याल्कुलेटरमा हान्दाखेरि कुनै पनि एंगल यसरी -45 अथवा -30 आयो भने तपाईले यो बुझ्नुस् कि त्यो माइनस साइनले के बुझाइरहेको छ 180 बाट त्यो एंगल घटाउने भनिरहेको छ 180 बाट के गर्ने भनेको छ त्यो एंगल घटाउने भनिरहेको छ अब हेर्नुस् त तपाईले यदि क्याल्कुलेटरमा tan इन्भर्स -1 भनेर हान्नु भयो भने tan इन्भर्स -1 भनेर हान्नु भयो भने के आउँछ -45 आउँछ हो कि नै -45 आयो माइनस आयो नि त एंगलको अगाडि के आयो माइनस आयो हो त्यसैले तपाईले यति बुझ्नुस् कि 180 बाट घटाउने हो 180 - 45 180 - 45 भनेको कति हो 135 हो तपाईले यसरी गर्न सक्नुहुन्छ एउटा तरिका नत्र सधैं पोजिटिभ एंगल लिने अब्टुज एंगल निकाल्दाखेरि सधैं यो टेकिङ पोजिटिभ नै गर्ने त्यसपछि एंगल आउँछ एंगल आइसकेपछि त्यसलाई 180 बाट घटाइदिँदा पनि हुन्छ है त अब अर्को हैन ल अब हेर्नुस् त बी नम्बरको पनि सेम हामीलाई गिवन लाइन यति दिएको छ हैन तपाईलाई म अब हेर्नुस् त गिवन लाइन यति दिएको छ है त त्यस्तै गरी हामीले यसको स्लोप निकाल्ने फर्मुला त म तपाईलाई म भनिसकेको छु बारम्बार हैन स्लोप निकाल्यौं है त स्लोप निकालिसकेपछि अब अर्को लाइनको पनि हामीले यसरी स्लोप निकाल्यौं √3 आयो स्लोप है त अब त्यस्तै गरी अब tan थीटा को फर्मुला लगाइदियौं tan थीटा को फर्मुला यो हो हामीलाई थाहा छ अनि अब हेर्नुस् त m1 र m2 को भ्यालु राख्दिनुस् m1 भनेको कति छ 1/√3 m2 भनेको √3 छ 1 + 1/√3 छ यो भइहाल्यो तपाईलाई है त ल अब अर्को हेरौं अब हेर्नुस् त यता चाहिँ के आयो √3 एलसीएम आयो √3 के आयो एलसीएम आयो √3 एलसीएम आयो नि आयो अब यो √3 ले यो √3 लाई मल्टिप्लाई गर्ने हो नि किनभने एलसीएम गर्दा तपाईलाई थाहा छ 1 - √3 * √3 यहाँ तल पनि के आयो यो √3 ले यो √3 लाई मल्टिप्लाई गर्ने हो नि हो कि होइन हो है त ल अब नत्र यसरी गर्दा पनि हुन्छ नत्र यता हेर्नुस् है म तपाईलाई भन्छु हेर्नुस् है माथि चाहिँ के गर्यो हामीले यो एलसीएम लगेर यो मल्टिप्लाई गर्दियो तल चाहिँ हेर्नुस् त यो √3 र यो √3 कट हुन्छ कि नै कट भएपछि 1 + 1 भयो 1 + 1 भयो यो √3 र यो √3 त कट भइसक्यो नि त है त अब तपाईले बुझ्नु भयो होला अब हेर्नुस् तपाईलाई थाहा छ कि नै √3 * √3 भनेको कति हुन्छ ल भनिहाल्नुस् √3 * √3 भनेको 3 हुन्छ थाहा छ कि नै जस्तै अब तपाईलाई फेरि अझ √3 * √3 2 अब 2 * √2 * √2 भनेको कति हुने भयो हो 2 हुने भयो यसरी तपाईलाई थाहा हुनु पर्छ √4 * √4 भनेको त्यस्तो हुने भयो है त अब तपाईले क्याल्कुलेटरमा तपाईले sin 45 हान्नु भयो भने √2/2 आउँछ के sin 45 हान्नु भने √2/2 आउँछ यसको मतलब कसरी हो भनेपछि हेर्नुस् त म तपाईलाई यसमा भनिहाल्छु अब हेर्नुस् यहाँ √2 भनेको √2 2 भनेको के हो हामीले अघि नै पढिसक्यौं 2 भनेको 2 * √2 हो हेर्नुस् त 2 भनेको √2 भइहाल्यो 2 भनेको कति हो √2 * √2 हो कि होइन √2 * √2 हो कि होइन अब यो र यो काटिन्छ अनि त्यसरी 1/√2 हुन्छ ल म तपाईलाई एक्स्ट्रा पढाइरा छु केही छैन ल अब एलसीएम लियो ठीक छ अब हेर्नुस् त 1 अब यो √3 र √3 मल्टिप्लाई गर्दा 3 भयो अनि त्यसपछि ल अब भयो नि यो सिम्पल अब हेर्नुस् त √3 र अब हेर्नुस् त यहाँ 1 - 3 भनेको कति हो -2 हो ठीक छ अपन √3 छ हाम्रो ठीक छ √3 छ अपन अब हेर्नुस् त यहाँ तल 2 छ कि नै 2 छ अब यो 2 र यो 2 के गर्नु पर्छ काट्न मिल्छ काटिसकेपछि कति भयो -1/√3 बाँकी भयो
त्यो भनेको -1/√3 बाँकी भयो है त। अब तपाईलाई मैले अघि के भनेको थिएँ, अर्को तरिका चाहिँ के हुन्छ, सधैँ के गर्ने, पोजिटिभ लिने। पोजिटिभ लिनु भयो, पोजिटिभ लिइसकेपछि थीटा भनेको यसरी उता लिने। थीटा भनेको कति हो, 30 डिग्री भयो, बुझ्नुभयो। अघि तपाईले एउटा तरिकाले सिकाए, यो अर्को तरिका भयो। थीटा भनेको 30 डिग्री भयो। अब अप्टुज एंगलको लागि के गर्ने भनेको छु, 180 बाट घटाइदिने भनेको छु। मतलब एंगल चाहिँ कति रहेछ, 150 हुँदो रहेछ। मैले किन दुईटा तरिकाले गरे भनेपछि तपाईलाई जुन तरिका इजी लाग्छ त्यही गर्ने, अथवा तपाईले यहाँ नेगेटिभ नै साइन लगेर यहाँ फर अप्टुज एंगल टेकिङ नेगेटिभ साइन भनेर गर्न सक्नुहुन्छ है त। ल बुझ्नुभयो हैन, अप्टुज एंगल निकालेको 150। अब यो चाहिँ तपाईले आफै गर्ने। मैले यत्रो बुझाइसकेपछि तपाईले पनि त दुःख गर्नु पर्यो। मेरो उद्देश्य भनेको तपाईलाई सिकाउनु मात्र होइन, तपाईलाई जान्ने पनि बनाउनु हो। त्यसैले यो चाहिँ आफै गर्नु। हेर्नुस् त, एउटा लाइन यस्तो छ अनि अर्को लाइन हामीले स्लोप निकाल्यौं। स्लोप निकालिसकेपछि यसको फर्मुला हाल्यौं है त। अब फर्मुला हालेपछि यसपछि गर्ने काम तपाईको m1 र m2 को भ्यालु राख्दिनुस्। मैले a र b मा फरक फरक स्टाइलले सिकाएको छु, तपाईलाई जसरी गर्न मन लाग्छ त्यसरी गर्नु होला है त। ल यसपछि चाहिँ फर्मुला भ्यालु राखेर आफै गर्नु है त। ल अब हामीलाई हेर्नुस् त अर्को के छ। अब हामीलाई 5 नम्बरको क्वेशनले के भनेको छ, सो दैट द स्ट्रेट लाइन, यो लाइन दुईटा लाइन छ नि, हेर्नुस् त 5x + 2y, यी लाइन, यो दुईटा क्वेशन हो। यिनीहरु चाहिँ के छन् रे, परपेन्डिकुलर टु इच अदर छन्। अब परपेन्डिकुलर भन्नेबित्तिकै तपाईले के आउनु पर्यो दिमागमा, m1 र m2 लाई मल्टिप्लाई गर्दा कति हुन्छ, तिनीहरुको कति, m1 र m2 मल्टिप्लाई गर्दा -1 हुन्छ। यो चाहिँ तपाईलाई थाहा छ नि, यो त अगाडिदेखि पढाउँदै पढाउँदै आएको कुरा अहिले हेर्नुस् त यहाँ लागू हुन्छ। अब हेर्नुस् आई नम्बरको गरौँ हामी, यो आई नम्बरको एन्सर हो है। ल अब आई नम्बरमा फर्स्ट लाइन यदि दिएको छ, स्लोप निकाल्नु भयो। स्लोप कसरी निकाल्ने थाहा छ नि, यदि इक्वेशनको स्लोप माइनस कोएफिसिएन्ट अफ x अपन कोएफिसिएन्ट अफ x अपन कोएफिसिएन्ट अफ y हो नि। हेर्नुस् त, माइनस जस्ताको जस्तै कोएफिसिएन्ट अफ x कति छ, 5 छ, कोएफिसिएन्ट अफ y कति छ, 12 छ, -5/12 भयो। एउटा लाइनको स्लोप यति भयो। अर्को लाइनको स्लोप कति हुने भयो, हेर्नुस् त, माइनस कोएफिसिएन्ट अफ x भनेको कति छ, 12, कोएफिसिएन्ट अफ y भनेको -5 छ, भनेपछि माइनस माइनस काटिन्छ, 12/5। m1 र m2 निकाल्नु भयो। अब हेर्नुस् त, टु लाइन आर परपेन्डिकुलर इफ है त, दुईटा लाइन परपेन्डिकुलर तब हुन्छन् जब चाहिँ m1 र m2 मल्टिप्लाई गर्दा -1 हुन्छ। अब हेर्नुस् त, m1 र m2 को भ्यालु हामीले माथि नै निकालिसकेका छौं। हेर्नुस् त, यहाँ निकालिसकेका छौं नि हो। अब त्यसको भ्यालु राख्दिनुस्। भ्यालु राख्नुभयो। भ्यालु राखेपछि हेर्नुस् त, यो 12 र यो 12 कट हुन्छ, यो 5 र यो 5 कट हुन्छ। कति बाँकी हुन्छ त, फेरि 0 बाँकी लेख्नु होला, 0 होइन -1 बाँकी हुन्छ है त। ल हेर्नुस् त, -1 = -1, यो स्याटिस्फाई भयो कि नै, मतलब यो दुईटा लाइन के छ, परपेन्डिकुलर छ है त। यसरी बुझ्नु होला है। ल अब अर्को हेरौँ, हेन्स टु लाइन आर परपेन्डिकुलर टु इच अदर। ल ठीक छ। अब अर्को हेरौँ, हेर्नुस् त, अब आई को के भनेको छ, सेम त्यस्तै प्रोसेस। एउटा गिवन इक्वेसन हामीलाई दिएको छ हैन, अनि त्यसपछि m1 m2 भयो, m1 निकाल्यौं हामीले, m1 निकालेर फेरि सिकाइरहनु पर्छ र फेरि तपाईलाई बोर लाग्ला, कति भनेको भने गर्ला भनेर तपाई भिडियोको स्पिड बढाउनु होला है, लास्ट ढिलो हुन्छ। बेसिक कुराहरु सिकाइराछु छु मैले है त। यो m1 र m2 कसरी निकालेको भनिरहनु पर्छ र आई नम्बरको हेर्नु होला, बुझ्नु भएन भने फेरि है त। यसरी m2 र m2 भने अब हेर्नुस्, परपेन्डिकुलर हुनको लागि m1 यो हुनुपर्छ र भ्यालु राख्दिनुस्। हामीले m1 र m2 को भ्यालु यहाँ हेर्नुस् त, यहाँ निकालिसकेका छौं नि हो। भ्यालु राख्दिनुस्। भ्यालु राखिसकेपछि अब के हुन्छ, -1 = -1 प्रुफ भयो कि नै, कसरी भयो भन्नु होला। हेर्नुस् त, यो हेर्नुस् त, अब हेर्नुस् त के छ, म तपाईलाई भनिहाल्छु। 9/6 * -2/3 छ नि, -2/3। अब हेर्नुस् त, यहाँ काट्नुस्, 3 1 जा 3, 3 3 जा 9 भयो कि भएन, भयो है त। अब हेर्नुस् त, 3 1 जा 3, 3 2 जा 6 भयो। अब यो 2 1 जा 2 र 2 1 जा 2, यसरी काटिएको है त। काट्न त तपाईलाई आइहाल्छ नि, अप्सनल म्याथ पढ्ने स्टुडेन्टलाई काट्न आउन्न भनेर त के गर्ने, मैले कसरी भन्न सक्छु। ल हेन्स दुईटा लाइन के छ रे, परपेन्डिकुलर टु इच अदर छ, यसरी प्रुभ हुन्छ है त। अब अर्को हेरौँ। ल अब चाहिँ हामीलाई के भनेको छ, अघि चाहिँ परपेन्डिकुलर प्रुभ गर भन्यो, अहिले चाहिँ प्यारलल प्रुभ गर भन्यो। प्यारलल प्रुभ हुनको लागि के छ तपाईलाई थाहा छ नि, सिम्पल, m1 = m2 हुनुपर्छ। यसमा त सजिलै छ। m1 र m2 बराबर भयो भने के हुन्छ, प्यारलल हुन्छ है त। हेर्नुस् त, आई नम्बरको गरौँ। फर्स्टमा एउटा लाइन यो छ, m1 भनेको यति निकाल्यौं र m2 भनेको पनि 1/2 आयो नि त। भनेपछि m1 र m2 बराबर आयो कि आएन, आयो। हेर्नुस् त, माइनस कोएफिसिएन्ट अफ x भनेको 1 भइहाल्यो, -2 भइहाल्यो, -1/2, यो माइनस र माइनस काटियो, 1/2। अब त्यस्तै गरी यो लाइनमा हेर्नुस्, माइनस कोएफिसिएन्ट अफ x भनेको कति हो, माइनस कोएफिसिएन्ट अफ x भनेको
कोफिसिएन्ट अफ एक्स भनेको कति छ 2 छ, कोफिसिएन्ट अफ वाइ भनेको -4 छ, यो माइनस र माइनस कट हुन्छ, 2 1 जा 2 2 2 जा 4 आयो कि नै हेर्नुस् त दुईटा आयो कि नै भनेपछि m1 र m2 इक्वल टु हेन्स m1 इक्वल टु m2 सो टु लाइन्स आर परपेन्डिकुलर टु इच अदर भयो कि नै m1 र m2 इक्वल छ त्यसैले दुईटा लाइन चाहिँ परपेन्डिकुलर होइन। यहाँ अलिकति मिस्टेक भएछ है, यो फेरि यो परपेन्डिकुलर लेखिदिनु होला, हामीलाई प्यारलल सोधेको छ, यो नलेख्नु है, यो के रे प्यारलल p a r r a f a r a l l e l प्यारलल आर हैन ल प्यारलल लेख्नु होला है त ल। ओहो यो तपाईलाई काम आयो, कति काम आउँछ है। अब आइआईको चाहिँ तपाईले आफै गर्नु पर्यो, कसरी सेम टु सेम दुईटा इक्वेसन दिएको छ अनि त्यसपछि हामीले स्लोप निकाल्नु, स्लोप इक्वल आइहाल्छ, यति गरेपछि परपेन्डिकुलर यो प्यारलल हो नि परपेन्डिकुलर लेखिदिनु होला है त। सरी है यो मिस्टेक भएछ टाइपिङ गर्न ल। अब सी नम्बरको गरौँ है। ओहो सी नम्बरको गर्नु अगाडि तपाईलाई झ्याउ लाग्यो भनेर यहाँ जोक रहेछ है त, ल जोक पढौँ फर्स्टमा, त्यसपछि सी नम्बरको गर्ने। सेरे बाथरुममा नाङ्गै नुहाउँदै रहेछ, एउटा केटी आएर घरको ढोका ढक ढक गरिछ, सेरे नाङ्गै आएर ढोका खोलेछ, केटी लाज मान्दै केही त लगाउनु पर्छ नि, सेरे दौडिँदै भित्र गएछ अनि चप्पल लगाएर बाहिर आएछ। सेरे भनेको सेरे हो, अलवेज ढक। ल ठिक छ, तपाईँले बुझ्नुभयो होला, बुझ्नु भएन भने भिडियो पज गरेर पढ्नुहोस् है ल, धेरै कमेडी रहेछ। अब चाहिँ जोकमा ध्यान दिने हैन है, अब पढाइमा ध्यान दिने। ल अब सी नम्बरको गरौँ हामी। हेर्नुस् त हामीलाई क्वेसन के दिएको छ, इफ द लाइन 3y + kx - 8 = 0 and 2x - 3y - 11 = 0 आर प्यारलल टु इच अदर, फाइन्ड द भ्यालु अफ k। अब तपाईले k को भ्यालु निकाल्नु भन्दा अगाडि के थाहा हुनुपर्छ, दुईटा लाइन प्यारलल भयो भने तिनीहरुको के हुन्छ, स्लोप के हुन्छ, m1 र m2 इक्वल हुन्छ। यो त याद छ नि हैन, मैले थ्योरी पार्टमा धेरै भनिसकेको छु, यो चाहिँ तपाईले बिर्सिनु नै हुन्न, यो थाहा छ हैन तपाईलाई। ल ठिक छ, अब गरिहालौं। सोलुसन यो छ, हेर्नुस् त फर्स्ट लाइन के दिएको छ, 3y + kx - 8 = 0। ल हेर्नुस् त अब स्लोप के हुन्छ, m1 = अब स्लोप निकाल्ने फर्मुला के हो तपाईलाई थाहा छँदैछ, माइनस तपाईलाई के थाहा छ रे, माइनस कोफिसिएन्ट अफ x अपन y हो कि होइन। ल मेरो ह्यान्डराइटिङ चाहिँ राम्रो छैन, मैले भनेको चाहिँ सुन्नु है, माइनस COE कोफिसिएन्ट हैन, कोफिसिएन्ट अफ x अपन कोफिसिएन्ट अफ y हो कि होइन, कोफिसिएन्ट अफ y हो कि नै। हेर्नुस् त यहाँ त्यही भयो, माइनस कोफिसिएन्ट अब हो। तपाईलाई म यहाँ यसरी नै झुक्काउन सक्छु है, परीक्षामा राम्रोसँग ध्यान दिनु होला, म त झुकिसकेको थिएँ। हेर्नुस् त अगाडि 3 छ, पछाडि के छ, तर यो 3 भनेको y को कोफिसिएन्ट हो, राम्रोसँग हेर्नु होला, अगाडि जहिले पनि x चाहिँ कोफिसिएन्ट आउँछ भन्ने छैन है, तपाईले यो चाहिँ झुक्किनु भएन, मै झुकेको थिएँ एकचोटी त्यसपछि फेरि मिलाएको। हेर्नुस् त यहाँ के भनेको छ, अब यो x को कोफिसिएन्ट कहाँ छ, यहाँ छ, तपाईले एरेन्ज गरेर लेख्दा पनि हुन्छ यो इक्वेसनलाई। जस्तै तपाईले फर्स्टमा k जस्तै kx हैन प्लस 3y प्लस 3y माइनस 8 = 0 भनेर लेख्दा पनि हुन्छ, बुझ्नुभयो। पहिला यो एरेन्ज गरेर मात्र यो गर्दा पनि हुन्छ है त, मैले चाहिँ डाइरेक्ट गरेँ। तपाई यसरी चाहिँ नझुक्किनु होला, कहिलेकाहीँ के पछाडि पनि दिएको हुन्छ अनि तपाई टक्क त्यो y को कोफिसिएन्टलाई x को भनेर लेख्दिनु होला है, नझुक्किनु होला, यो बुझ्नुभयो हैन, -k/3 भनेको। अब सेकेन्ड लाइनमा के दिएको छ हेर्नुस् त, सेकेन्ड लाइनको इक्वेसन 2x - 3y - 11 = 0 भनेको छ कि छैन। अब हेर्नुस् यसको पनि स्लोप निकाल्नुस्, स्लोप निकाल्ने फर्मुला के हो, माइनस कोफिसिएन्ट अफ x माइनस कोफिसिएन्ट अफ x कति छ हेर्नुस् त, यहाँ 2 छ, अनि त्यसपछि माइनस कोफिसिएन्ट, अनि यहाँ माइनस कसरी भयो थाहा छ, हेर्नुस् त कोफिसिएन्ट अफ y कति छ, -3 छ नि, यहाँ प्लस भयो भने मात्रै प्लस लेख्नु हो, तर यहाँ यस 3 को अगाडि जे साइन छ त्यही लेख्ने हो। +3 भयो भने हामी 3 मात्र लेख्छौं, किन भनेपछि 3 को अगाडि प्लस हुनु नहुनु एउटै हो, किनभने हामी प्लस नै भन्छौं है त, त्यो त तपाईलाई थाहा छँदैछ। अब अनि यो माइनस र माइनस काटियो, के भयो 2/3 भयो है त। ल अब अर्को हेरौँ। ल अब 2 लाइन आर प्यारलल, हामीलाई क्वेसनले दुईटा लाइन प्यारलल भनेकै छ, त्यसो भए सो के हुन्छ त, m1 र m2 इक्वल हुन्छ, यो त तपाईलाई थाहा छँदैछ, मैले धेरै भनिसकेको छु है त। ल m1 र m2 इक्वल भएपछि के हुन्छ हेर्नुस् त, अब भ्यालु राख्दिनुस्, m1 को भ्यालु कति हो, m1 को भ्यालु -k/3 हो कि नै, -k/3 छँदैछ, र m2 को भ्यालु कति हो, 2/3 हो कि होइन, हो। हेर्नुस् त 2/3 हामीले राख्यौं,
केही पनि गरेको छैन, भ्यालु निकाल्यौँ फर्स्ट स्टेप, त्यसपछि भ्यालु राखिदियौँ सेम है त। अब त्यसपछि हाम्रो के हो त, ल हेर्नुहोस् त, तपाईँलाई थाहा छँदैछ नि होइन, यो 3 ले यता मल्टिप्लाई गर्ने, यो 3 ले यता मल्टिप्लाई गर्ने हो नि है, तपाईँलाई राम्रोसँग थाहा छँदैछ है त। अब यहाँ चाहिँ माइनस हुन्न है, माइनस हुन्न, किन भनेपछि हेर्नुहोस् त, अब तपाईँलाई म भन्छु यहाँ माइनस किन हुन्न भनिसकेपछि, अब हेर्नुहोस् त, यो 3 ले 2 लाई मल्टिप्लाई गर्दा 6 मात्र हुन्छ है त, यो माइनस नलेख्नु होला। अनि यो 3 ले के लाई मल्टिप्लाई गर्दा -3k भयो, ठिक छ। अब यो 3 यता तल जान्छ कि नै, जान्छ, 3 तल जान्छ कि नै, जान्छ हो, भनेपछि के भनेको कति हुने भयो त, अब के भनेको -2 हुने भयो है त। म तपाईँले राम्रोसँग बुझाइहाल्छु, यो नलेख्नु है, यो नलेख्नु, तपाईँ यति नलेख्नु है। ल हेर्नुहोस् त, अब योले मल्टिप्लाई गर्ने हो कि नै, ल यसलाई अब यता हेर्नुहोस्, यता यहाँ हेर्नुहोस् यहाँ, ल अब हेर्नुहोस् त, यो 3 ले -k लाई मल्टिप्लाई गर्दा कति हुन्छ, -3k हुन्छ कि हुँदैन, हुन्छ। अनि इक्वल टु, अब यो 3 ले 2 लाई मल्टिप्लाई गर्दा कति हुन्छ, 3 ले 2 लाई मल्टिप्लाई गर्दा 3 2 जा 6, ठिक छ। अब यो -3 लाई उता लिदिनुस्, कति हुन्छ, -3 लाई उता लिँदाखेरि के हुन्छ, k इक्वल टु 6/6 डिभाइडेड हुन्छ नि त, त्यहाँ त मल्टिप्लाईमा छ -3। अब हेर्नुहोस् त, काट्दिनुस्, काटेपछि के हुन्छ, 3 1 जा 3, 3 2 जा 6। अब हेर्नुहोस् त, हाम्रो माइनसको साइन त छँदैछ, त्यसैले के भनेको कति भयो, -2 भयो है त। यो कुरा चाहिँ नबिर्सनु होला है। ल यसरी गर्न सक्नुहुन्छ, के को भ्यालु 2 आयो, यहाँ चाहिँ माइनस लेखेर रहेछ, धेरै मिस्टेक भएको छ, यो चाहिँ माइन्ड नगर्नु होला, टाइपिङमा मिस्टेक हुन्छ है। ल यति गरेपछि तपाईँको भ्यालु। अब अर्को हेरौँ, डी नम्बरमा एउटा लाइन यो दिएको छ, m1 यो दिएको छ। अब स्लोप कसरी निकाल्ने, माइनस कोएफिसिएन्ट अफ x -a अपन -1 इक्वल टु a भइहाल्यो, किनभने 1 भनेको त्यही हाल्यो। अब सेकेन्ड लाइन यो दिएको छ, स्लोप कसरी निकाल्ने, माइनस कोएफिसिएन्ट अफ x, माइनस कोएफिसिएन्ट अफ x कति छ, कोएफिसिएन्ट अफ x 1 छ, माइनस माइनस भइहाल्यो। कोएफिसिएन्ट अफ y कति छ, यहाँ 3 छ, 3 भयो, 1 -1/3 भइहाल्यो है त। अनि त्यसपछि त्यो दुईटा लाइन चाहिँ के भनेको छ हामीलाई क्वेसनमा, दे आर परपेन्डिकुलर भनेको छ। परपेन्डिकुलर हुनको लागि के हुनुपर्छ, m1 र m2 लाई मल्टिप्लाई गर्दा कति हुनुपर्छ, -1 आउनुपर्छ है त, -1 आउनुपर्छ। ल अब हेर्नुहोस् त, 2 लाइन आर परपेन्डिकुलर, m1 र m2 लाई मल्टिप्लाई गर्दा यति आयो है त। m1 र m2 को भ्यालु राखिदिनुस्, राख्नुभयो, भ्यालु राखेपछि कति, m1 को भ्यालु a छ, m2 को भ्यालु -1/3 छ है त, -1/3 छ। अब यो माइनस र यो यता हेर्नुहोस् त, तपाईँले म यहाँ फेरि भनिहालौँ, यो माइनस र यो माइनस के हुन्छ, यो माइनस र यो माइनस के हुन्छ, कट हुन्छ, कट भएपछि कति हुने भयो, a भनेको 3 हुने भयो, किन, यो 3 उता जाने भयो नि त, भनेपछि 3 हुने भयो, सिम्पल छ है त। त्यस्तै गरी अब अर्को क्वेसन हेरौँ है त, आशा छ बुझ्नुभयो। ल अब अर्को क्वेसनको लागि ई नम्बरमा छ, हेर्नुहोस् त, सेम टु सेम क्वेसन, दुईटा लाइन चाहिँ परपेन्डिकुलर छ भनेपछि फाइन्ड द भ्यालु अफ ए। हेर्नुहोस् त कति इजी छ क्या, सेम टु सेम, एउटा लाइन यो छ अनि यसको स्लोप कति हुन्छ, माइनस कोएफिसिएन्ट अफ x, कोएफिसिएन्ट अफ x कति छ, a छ, कोएफिसिएन्ट अफ y कति छ, -5 छ, भनेपछि a/5 हुने भयो। त्यसपछि सेकेन्ड लाइन यो छ, यसको स्लोप कति हुने भयो, यो त हामीलाई थाहा छँदैछ स्लोप कति हुने भयो भनेर। ल हेर्नुहोस् त, माइनस कोएफिसिएन्ट अफ x 4/-2 भयो नि। अब हेर्नुहोस् त, तपाईँले यसरी काटेर गरिदिँदा पनि अझ सर्टकट हुन्छ, मैले काटेन छु यहाँ, जस्तै 2 1 जा 2, 2 2 जा 4, मतलब स्लोप कति हुने भयो, 2 हुने भयो त, स्लोप कति हुने भयो, 2 हुने भयो। तपाईँले यसरी गर्दा चाहिँ अझ छिटो हुने थियो, र ठिक छ, मैले केही छैन अपनमा गरेँ यहाँ। ल अब m1 र m2 को भ्यालु राख्नुहोस्, m1 र m2 को भ्यालु राख्नुभयो। हेर्नुहोस् त, अहिले तपाईँले गरिदिएको भए कति छिटो एन्सर आउँथ्यो, बुझ्नुभयो नि। हेर्नुहोस् त, यहाँ यदि तपाईँले यहाँ 2 राखिदिएको भए चाहिँ कति इजी हुन्थ्यो, छिटो आउँथ्यो, केही छैन, मैले त्यही नै राखिहालेँ। ल बुझ्नुभयो त होइन। अब हेर्नुहोस् त कति इजी हुन्थ्यो, यसरी गर्दा पनि भयो, नत्र हेर्नुहोस् त यहाँ तपाईँले यसरी गर्दा पनि भयो क्या, a/5। हेर्नुहोस् त, m2 भनेको त हाम्रो 2 हो नि त, 2 हुन्छ भनेपछि, अनि इक्वल टु -1 हुन्छ, यो 5 उता जाने भयो कि नै, 2a इक्वल टु -5 भयो कि भएन। अनि भनेपछि a भनेको कति हुने भयो, -5/2 हुने भयो। यसरी निकाल्दा पनि हुन्थ्यो है त। अब तपाईँले यसरी निकाल्दा पनि हुन्छ। अब तपाईँले यहाँ मैले त्यहाँ काट्न बिर्सेछु, केही छैन। ल बुझ्नु भएन। अब यो 10 उता गयो कि नै, यो 10 के भयो, यता गयो, 10 उता गएपछि के हुन्छ, 10 उता गयो, 4 उता छ, भनेपछि अब 4/10 भयो। अब 4/10 लाई पनि 2 2 जा 4, 2 5 जा 10, अब एन्सर आउने त्यही नै हो है त।
ल अब तपाईलाई काटेको रहेन चाहिँ यहाँ काट्नु होला है, झुकिन नकाट्दा पनि हुन्छ काट्दा पनि हुन्छ है त। ल यति नै भयो। अब अर्को हेरौँ। ल अब 6 को हेरौँ। फाइन्ड द इक्वेसन अफ लाइन पासिङ थ्रु द प्यारल। ल हेर्नुहोस् त, पासिङ थ्रु यो पोइन्टदेखि पासिङ हुन्छ र यो लाइनसँग प्यारल हुन्छ। जस्तै तपाईँले मानौँ यो एउटा लाइन भयो कि नै, जस्तो अनि यो पोइन्ट एउटा यहाँ छ, अनि यो पोइन्टसँग के हुन्छ अरे पास हुन्छ र प्यारल हुन्छ को लाइनसँग। जस्तै हेर्नुहोस् त, अनि यो चाहिँ ल मानौँ 1 र 2 पोइन्ट भयो, यो भनेको 1 र 2 पोइन्ट भएर यो पोइन्ट भयो। यो पोइन्टदेखि के हुन्छ अरे पास हुन्छ यसरी र यो लाइनसँग प्यारल हुन्छ। प्यारल किन कसरी हुन्छ त्यो त थाहा छ है त। ल अब हेर्नुहोस्, अब कसरी निकाल्ने, सिम्पल छ। स्लोप अफ लाइन यो मतलब यो लाइनको स्लोप कति हो हामीलाई गिभन, हामीले कोफिसिएन्ट अफ एक्स भनेको यो थाहा छ 3/4 ठिक छ। यो स्लोप निकाल्यौँ। अब स्लोप अफ प्यारल लाइन टु द गिभन लाइन। जस्तै तपाईलाई अब के हुन्छ त, स्लोप अफ के हुन्छ m इक्वल टु m। अब कसरी इक्वल हुन्छ तपाईँलाई थाहा छ नि, दुईटा लाइन प्यारल छ भने m1 र m2 के हुन्छ इक्वल हुन्छ। मैले तपाईँलाई भनिसकेको छु है त, m1 र m2 के हुन्छ इक्वल हुन्छ, मैले भनिसकेको छु। त्यसैले त्यो इक्वल भयो। हेर्नुहोस् त, अब हेर्नुहोस्, द लाइन पासेस थ्रु द पोइन्ट 1,2 देखि पास हुन्छ भनेपछि ल मानौँ x1 र y1 भनेको लेट यसलाई मान्दियौँ है त। अब x1 र y1 यसलाई मान्दियौँ। अब तपाईँले 2 पोइन्ट इक्वेसनको फर्मुला तपाईँले 9 क्लासमा पढेको लाउनुहोस् त, कसरी लाउने म भन्छु। हेर्नुहोस् त, ल हेर्नुहोस् त, यो तपाईँले मैले अघि रिभाइज पनि गरिदिएको थिएँ थ्योरी पार्टमा, 9 क्लासमा पनि पढ्नु भएको छ। y - 2 पोइन्ट फर्मुला हो नि, दुईटा पोइन्ट तपाईँले इक्वेसन निकाल्ने फर्मुला हो नि। हेर्नुहोस् त, अब भ्यालु राखिदिनुहोस्। y1 भनेको कति छ, y - y1 भनेको 2 छ, m भनेको हामीले यता निकालिसकेका छौँ, m भनेको हेर्नुहोस् त यता निकालिसकेका छौँ 3/5, x - x1 भनेको 1 छ है त। ल अब अर्को हेर्नुहोस् त, x1 भनेको 1 छ, अनि त्यसपछि अब हेर्नुहोस् त यो 4 उता गयो कि गएन, यो 4 उता गयो कि गएन। अब 4 गएर उता गएर y लाई मात्र मल्टिप्लाई गर्ने हो नि त, होइन नि त, दुईटालाई मल्टिप्लाई गर्ने हो। त्यसरी y - 2 लाई ब्राकेट राख्यौँ। अब हेर्नुहोस् त यो 3 बाँकी छ, जस्ताको तस्तै भइहाल्यो है त, 4 उता गएको यति बुझ्नुहोस्। अब यो 4 ले मल्टिप्लाई गरेर ब्राकेट खोलिदिनुहोस्, 4i जा 4i, 4 2 जा 8। अब 3 ले पनि खोलिदिनुहोस्, 3x - 3 बुझ्नुभयो होइन, यतिसम्म बुझ्नुभयो। 3 1 जा 3 भइहाल्यो। अब हेर्नुहोस् त, अब सिम्पल छ, यो 3 लाई यता ल्याइदिने, यो 4 लाई उता ल्याइदिने, के भयो 3x - 4i -8 छँदैछ, यता +3 छ, -3 छ कि नै, यता आउँदा के भयो प्लस भयो है त। यहाँ के भयो, अब हेर्नुहोस् त सिम्पल, यो के हुने भयो सिम्पल हुने भयो है त। ल अब यो गरेको बुझ्नु भयो नि। अब फेरि अझ हेर्नुहोस् त, यो -8 बाट 3 जोड्दा कति हुन्छ -5 हुन्छ, अनि -5 हुन्छ इक्वल टु हेर्नुहोस् त 3x, हाम्रो 3x - 4y छँदैछ यता। अब हेर्नुहोस् त यो -5 लाई उता लिँदा के हुन्छ 3x - 4y होइन +5 हुन्छ कि नै, अनि यो 5 को ठाउँमा के हुन्छ इक्वल टु यता 0 बाँकी हुन्छ कि नै। अब 0 बाँकी भएर यो 0 लाई उता लिइदिएको, सेम टु सेम है त, केही पनि गरेकै छैन। यति चाहिँ बुझ्नुपर्छ तपाईँले, यो डाइरेक्ट गरिदिएको मात्रै हो, सेम है त। ल अब अर्को हेरौँ, यो चाहिँ रिक्वायर्ड इक्वेसन भयो। मतलब हेर्नु त, मैले तपाईँलाई अघि नै भनेको थिएँ कि नै, कुनै पनि लाइनसँग प्यारलल हुनको लागि अब एन्सर मिल्यो कि नै तपाईँले चेक गर्न सक्नुहुन्छ के। अब हेर्नुहोस् त, यो लाइन यो सेम हुनुपर्छ, सेम छ। अनि त्यसपछि अर्को बुझ्न कसरी चेक गर्न सक्नुहुन्छ भने, यो लाइन छ नि 1,2 यो XY को ठाउँमा राखिदिनुहोस्। यदि सेटिस्फाई भयो भने के हुन्छ, तपाईँको एन्सर मिलेको छ भन्ने बुझिन्छ है त। ल अब अर्को हेरौँ। ल अब हेर्नुहोस् त, क्वेसन पढ्दै रहनुहोस् त के हुन्छ। क्वेसन पढ्नु भयो, क्वेसन पढ्नुहोस् है, क्वेसन पढ्नु। ल अब चाहिँ हेर्नुहोस् त, क्वेसन पढ्नु भयो होइन क्वेसन। ल हेर्नुहोस् के भनेछ, फाइन्ड द इक्वेसन अफ लाइन पासेस थ्रु द यो पोइन्ट अनि प्यारलल टु दिस लाइन। सेम टु सेम, तपाईँले पोइन्ट र इक्वेसन मात्रै चेन्ज गरेको, यो त तपाईँले आफै गर्न सक्नुहुन्छ। म तपाईँलाई आफै गर्नु भन्थेँ, त्यही पनि मैले गरेको छु। हाम्रो हेर्नु त, इक्वेसन के दिएको छ, गिभन इक्वेसन यो दिएको छ, अनि त्यो लाइनसँग एनी लाइन प्यारलल टु द्याट लाइन। अब तपाईँलाई चाहिँ म अर्को तरिकाले सिकाउन गइरहेको छु। त्यो ए नम्बरको त्यो तरिका भयो। अब यो चाहिँ अर्को तरिका, तपाईँलाई जुन तरिका सजिलो लाग्छ त्यो तरिकाले गर्नु होला है त। अब मैले तपाईँलाई अघि फर्स्टमा थ्योरी पार्टमा भनिसकेँ, कुनै पनि जुनसुकै लाइनसँग प्यारलल हुने लाइनको के हुन्छ, यो अगाडिको सेम हुन्छ, पछाडिको के हुन्छ
कन्स्ट्यान्ट मात्र चेन्ज हुन्छ भनेर मैले तपाईलाई अगाडि नै भनिसके। हेर्नुस् त यो गरेको बुझ्नु भयो कि नै, थ्योरी पार्टमा नै मैले तपाईलाई भनिसकेको छु। कुनै पनि लाइनसँग प्यारलल हुनको लागि यो अगाडिको के हुन्छ, सेम हुन्छ, अनि पछाडिको कन्स्ट्यान्ट मात्र चेन्ज हुन्छ। हेर्नुस् त अगाडिको सेम लेख्यौं, अब कन्स्ट्यान्ट त जे पनि आउन सक्यो, चेन्ज हुन्छ है त। के लेख्यौं हामीले, लेट। अब हेर्नुस् त अब यो हाम्रो यो सेकेन्ड इक्वेसन चाहिँ यो पोइन्टसँग के हुन्छ, यो पोइन्टदेखि पास हुन्छ भनेपछि हामीले एक्स र वाई मानिदिउँ रे, लेट हैन, यसलाई एक्स र वाई मानिदिउँ रे। अब हेर्नुस् त यो एक्स वाई, अब यो पोइन्ट त यो इक्वेसनदेखि पास हुन्छ हो कि नै, भनेपछि यो पोइन्ट अब यो इक्वेसनमा लिएर राखिदिनुस्, अब भ्यालु राखिदिनुस् है त। नाउ सब्स्टिट्युटिङ द भ्यालु अफ एक्स एन्ड वाई इन द इक्वेसन आई भनेर अब सेकेन्डमा राखेपछि के पाउनुहुन्छ, हेर्नुस् त यो हाम्रो सेकेन्ड इक्वेसन भयो। अब सेकेन्ड इक्वेसन भएपछि हेर्नुस् त एक्स को ठाउँमा के राख्ने, -3 राख्ने, वाई को ठाउँमा के राख्ने, -2 राख्ने, के को जस्ताको तस्तै है त। अब हेर्नुस् त, अब हेर्नुस् 3 -3 × 3 जा -9, 4 × -2 जा -8, प्लस के इक्वल टु 0 जस्ताको तस्तै है त। अब के इक्वल टु 17 आयो, कसरी आयो बुझ्नु भयो नि। हेर्नुस् त म तपाईलाई भन्छु, -7 र -8 जोड्दा -17 हुन्छ, -17 हुन्छ, अनि -17 उता जाँदा के हुन्छ, +17 हुन्छ। त्यसैले के भनेको 17 आयो। अब के भनेको 17 आयो, अब यो के को भ्यालु इक्वेसन 2 मा सब्स्टिट्युट गरिदिनुस् है त। हेर्नुस् त पुट भ्यालु अफ के इन द इक्वेसन 2 वी गेट, हेर्नुस् त के को भ्यालु के राख्दियौं, यही राख्दियौं, जुन चाहिँ रिक्वायर्ड इक्वेसन हो। बुझ्नुभयो त। अब तपाईलाई कुन तरिकाले चाहिँ सजिलो लाग्यो, ए को स्टाइलले सजिलो लाग्यो कि बी को स्टाइलले। बी को स्टाइलले चाहिँ अलिकति छिटो हुन्छ, ए को चाहिँ अलि उ हुन्छ। तपाईलाई जुन स्टाइल सजिलो लाग्यो त्यही गर्नु होला, किनकि मैले तपाईलाई दुईटै तरिका सिकाइदिएको, ताकि तपाईलाई जुन सजिलो लाग्छ त्यही गर्नु परोस् भनेर है त। तपाई जुन तरिकाले गर्दा नि हुन्छ है त। ल अब अर्को हेरौँ। अब सी नम्बरमा हेर्नुस् के भनेको छ, अहिलेसम्म हामीले प्यारलल लाइन गरौँ। अब परपेन्डिकुलरको हेर्नुस् त, पासेस थ्रु द दिस पोइन्ट 2,3 बाट पासेस हुन्छ र परपेन्डिकुलर टु दिस लाइन, मतलब कुनै यो लाइनसँग परपेन्डिकुलर हुन्छ। परपेन्डिकुलर भनेपछि त 90 डिग्री हुने भइहाल्यो, 90 डिग्री हुन्छ, अनि त्यसपछि त्यो हुन्छ। अब हेर्नुस् त म तपाईलाई भनिहाल्छु स्लोप अफ यो लाइन। अब हामीलाई यो लाइनको इक्वेसन दिएको, स्लोप कसरी निकाल्ने यो त तपाईलाई थाहा छ, माइनस कोएफिसिएन्ट अफ एक्स अपन कोएफिसिएन्ट अफ वाई। कोएफिसिएन्ट अफ एक्स भनेको 5 छ, -5 भइहाल्यो, कोएफिसिएन्ट अफ वाई भनेको -4 छ, यो माइनस र माइनस कट भयो, 5/4 भयो है त। ल अब यसरी गर्न सक्नुहुन्छ। अब हेर्नु, अब तपाईले यो पनि सेम हो, म तपाईलाई दुईटा तरिका सिकाउँछु, यो पनि सेम। तपाईले स्लोप निकालेर गर्दा पनि भयो र मैले तपाईलाई अगाडि नै थ्योरी पार्टमा भनेको तरिकाले गर्दा पनि भयो। यो पनि दुईटा तरिकाले सिकाउँछु। अहिले अर्को तरिकाले गरौँ ल। हेर्नुस् त यो बुझ्नु भयो नि, -1। अब यो स्लोप अफ परपेन्डिकुलर लाइन कसरी आयो भन्नु होला। जस्तो तपाईलाई थाहा याद छ कि नै, m1 m2 भनेको कति हो, m1 m2 भनेको -1 हो कि होइन। अब तपाईलाई m1 भनेको कसरी निकाल्नुहुन्छ त, m1 इक्वल टु के हुन्छ, -1 अब यो m2 हुन्छ नि, यो m2 कता जाने भयो, यो m2 छ नि तपाईको, यो m2 यता जाने भयो कि नै, डिभाइडमा जाने भयो कि नै, m1 इक्वल टु -1/m2 हुने भयो। त्यस्तै गरी m2 पनि निकाल्ने, त्यस्तै गरी यहाँ m2 हुने भयो, यहाँ m1 हुने भयो। यो पनि एउटा फर्मुला जस्तै खालको, तपाईले यो बुझिरहनु होला है त। स्लोप निकाल्नको लागि यसरी निकाल्छौं, तपाईलाई थाहा छदैछ है, मैले बुझाइहालेँ। ल अब हेर्नुस् त m1 भनेको कति छ, m1 भनेको 5/4 छ नि, सिम्पल, -1 5/4। अब यो 4 माथि जान्छ कि नै, जान्छ, भनेपछि यसको स्लोप कति रहेछ, -4/5। अब यो -4/5 कसरी भयो भन्नुहुन्छ भने त्यो पनि भनिहाल्छु म। हेर्नुस् त 1 डिभाइडेड बाइ 5/4 छ कि छैन, 5/, हेर्नुस् त 5/4 छ कि छैन। अब हेर्नुस् त यो 4 चाहिँ कता जान्छ, यहाँ माथि जान्छ, तपाईलाई थाहा, राम्रोसँग थाहा होला है त। जस्तै अब तपाईले 1/2/3 गर्नु भयो भने पनि यो 2 तल आउँछ नि, त्यस्तै हो के। ल धेरै कुरा बुझ्नु पर्दैन, यसरी स्लोप निकाल्नु भयो हैन। ल ठीक छ, स्लोप निकाल्नु भयो है। ल अब अर्को हेरौँ। ल अब हेर्नुस् त, द लाइन पासेस थ्रु द, यो मतलब हाम्रो त्यो परपेन्डिकुलर यो लाइनसँग, जस्तै गिवन लाइन, यो लाइन छ नि, यो लाइनसँग परपेन्डिकुलर हुने लाइन चाहिँ यो लाइनसँग यो पोइन्टदेखि के हुन्छ, पास हुन्छ। त्यसैले हामीले x1 र y1 यो मान्यौं, लेट है त, लेट। ल अब हेर्नुस् त हामीलाई के थाहा छ, यो इक्वेसन निकाल्ने फर्मुला 9 क्लासमा पढिसक्नु भएको छ तपाईले है त। ल हेर्नु त, अब y1 भनेको कति हो, y1 भनेको 3, अनि m भनेको कति हो, हाम्रो स्लोप त निकालिसकेका छौं, -4/5 त्यस्तै गरेर x -2। अब x1 भनेको कति हो, 2 हो है त। तपाईले यो बुझ्नु भयो होला है। ल अब गरौँ, त्यो सल्भ गरौँ। ल हेर्नुस् त, अब हेर्नुस् त यो 5 यता जान्छ, तपाईलाई थाहा छ नि, यो 5 के हुन्छ,
यो 5 लाई हामी उता लिदिम यता लिदिम भनेपछि यो 5 ले त यो y र 3 दुईटैलाई मल्टिप्लाई गर्ने हो नि त्यसैले ब्र्याकेट राख्यौं अनि हाम्रो यता -4 जस्ताको तस्तै यो सेम भइहाल्यो है त यो के भयो सेम भइहाल्यो तपाई गर्दै रहनु होला है आफै गर्नु होला मैले भनेको सुन्दै अब त्यसपछि अब यो 5 ले y लाई मल्टिप्लाई गर्यो 5 ले 3 लाई मल्टिप्लाई गर्ने हो नि हेर्नुस् त 5y जा 5y 5 3 जा 15 माइनस को जस्ताको तस्तै अब हेर्नुस् त हेर्दै बुझ्नुस् -4 ले x लाई मल्टिप्लाई गर्दा -4x अब -4 ले 2 लाई मल्टिप्लाई गर्दा के हुन्छ तपाईले पढ्नु भएको छ नि माइनस माइनस के हुन्छ माइनस माइनस प्लस हुन्छ हेर्नुस् त यो माइनसले यो माइनसलाई मल्टिप्लाई गर्दा प्लस भएको बुझ्नुभयो त कसरी प्लस भएको 4 2 जा 8 भयो है त ल माइनसले ब्र्याकेट खोल्दा प्लस भयो अब हेर्नुस् त अब यो 4x लाई यता ल्याइदिनुस् -4x छ यता आउँदा के हुन्छ +4x छ जस्ताको तस्तै अनि यो -15 लाई के गर्नुस् उता लिदिनुस् -15 लाई उता लिदिँदा के हुन्छ 8 अब माइनसबाट प्लस हुने भयो 8 + 15 हुने भयो है त ल हेर्नुस् त अब 8 बाट 8 मा 15 जोड्दा कति हुन्छ 23 हुन्छ अनि यता 23 लाई अब यो 23 लाई यता लिदिनुस् कति हुने भयो 4x + 5y = -23 = 0 यही नै के भयो रिक्वायर्ड इक्वेसन भयो अब तपाईले गर्न सक्नुहुन्न भने यहाँ सार्नु है त यही नै के भयो रिक्वायर्ड इक्वेसन भयो अब तपाईलाई हेर्दै कन्फ्युज पनि हुन सक्छ हेर्नुस् त यतिनरीबाट 4x + 5 यो 8 मा 15 जोड्दा कति हुन्छ 23 हुन्छ कि नै हो अब यो 23 चाहिँ 23 हुन्छ है त अब यो 23 लाई उता लिदिने अब तपाईले यतिकै छोड्दिदा पनि भइहाल्छ 4x + तपाईको बिग्रिने भन्ने चाहिँ हैन है 5y है त = 23 हो नि तपाईले यतिकै छोड्दिदा पनि भइहाल्छ अब यो 23 लाई उता लिएर एरेन्ज गर्दिएर राम्रो है त ल यो नै रिक्वायर्ड इक्वेसन भयो ल अब अर्को हेरौँ ल अब डी नम्बरको हेर्नुस् अब म यहाँ तपाईलाई अर्को तरिकाले सिकाउँछु त्यो तरिका एउटा भयो यो चाहिँ अब अर्को तरिका हेर्नुस् त गिवन इक्वेसन अफ गिवन लाइन इक्वेसन अफ गिवन लाइन यो भयो हामीलाई थाहा छँदै छ है त गिवन इक्वेसन अब यो भ्यालु अब एनी लाइन परपेन्डिकुलर टु द लाइन आई है त यो लाइनसँग परपेन्डिकुलर हुने लाइन है त यो लाइनसँग परपेन्डिकुलर हुने लाइन कुन हो रे मैले तपाईलाई अगाडि नै भनिसकेको छु थ्योरी पार्टमा कुनै पनि लाइनसँग परपेन्डिकुलर हुने लाइनको इक्वेसन के हुन्छ रे x र y को कोएफिसिएन्ट के हुन्छ चेन्ज हुन्छ इन्टरचेन्ज हुन्छ र यो बिचको साइन के हुन्छ यो बिचको साइन छ नि यो बिचको साइन प्लस छ भने माइनस माइनस छ भने प्लस हुन्छ र कन्स्ट्यान्ट के हुन्छ चेन्ज हुन्छ भनेको छु हैन यो चाहिँ तपाईले कन्ठै गर्नु होला है त हेर्नुस् त x र y को कोएफिसिएन्ट इन्टरचेन्ज भयो कि नै भयो त्यसपछि बिचको साइन प्लस छ यहाँ माइनस भयो अनि कन्स्ट्यान्ट हामीले के मान्यौं जस्ताको तस्तै तपाईलाई अघिल्लो तरिका सजिलो लाग्छ भने अघिल्लो गर्नु होला जुन गर्दा पनि हुन्छ यो चाहिँ पछि अर्को एक्सरसाइजमा नि युज हुने भएकाले मैले तपाईलाई अहिले सिकाइदिएको ल हेर्नुस् त अब यो हाम्रो यो सेकेन्ड इक्वेसन यो छ नि यो लाइन चाहिँ यो पोइन्ट देखि पासेज हुन्छ त्यसैले x र y को भ्यालु हामीले यति राख्यौं है त x र y को भ्यालु कति राख्यौं रे अब यति राख्यौं अब राख्दिनुस् त्यो इक्वेसनमा भ्यालु राख्दिनुस् सब्स्टिट्युटिङ द भ्यालु अफ x एन्ड y इन इक्वेसन आई अब आई मा भ्यालु राख्दिनुस् अब भ्यालु राखेपछि यो इक्वेसन भयो हेर्नुस् त x को भ्यालु कति छ -1 राखिहाल्यौं हामीले y को भ्यालु कति छ 3 राखिहाल्यौं के जस्ताको तस्तै = 0 भइहाल्यो है त ल अब सल्भ गर्दिनुस् -7 ले -1 लाई मल्टिप्लाई गर्दा -1 -5 * 3 -15 प्लस के जस्ताको तस्तै है त अब भनेसी के भनेको कति आयो त के भनेको 22 आयो 22 कसरी आयो थाहा पाउनु भयो नि हेर्नुस् त -7 र -15 के हुन्छ माइनस प्लस हुने भयो नि प्लस गर्ने 22 भयो अनि साइन चाहिँ ठुलोको राख्ने भनेको हो कि नै हो -22 प्लस के = 0 भयो कि नै के = 0 भयो अब यो 22 लाई उता लिदिनुस् उता लिँदाखेरि के हुन्छ प्लस हुन्छ हो यसरी 22 आएको है त अब के को भ्यालु 22 आयो अब यो के को भ्यालुलाई इक्वेसन आई मा सब्स्टिट्युट गर्दिनुस् हेर्नु त अब पुट भ्यालु अफ इक्वेसन के इन इक्वेसन 2 है त अब हेर्नुस् त इक्वेसन 2 के छ 7x - 5y प्लस के छ नि के को ठाउँमा 22 राख्दियौं हामीले जुन चाहिँ रिक्वायर्ड इक्वेसन यही नै रिक्वायर्ड इक्वेसन भयो अब तपाई भन्नुस् त तपाईलाई कुन तरिकाले चाहिँ गर्न सजिलो लाग्यो यो भन्दा अघिल्लो मैले सी नम्बरको गर्देको तरिकाले कि यो तरिका ल यही नै रिक्वायर्ड इक्वेसन भयो है त ल यति नै ल अब हेर्नुस् त अब क्वेशन बल्ल अलिकति इन्ट्रेस्टिङ क्वेशनहरु आउन लागे बल्ल के भयो अलि लामा क्वेशनहरु आउन लागे ल अब क्वेशन पढ्नुस् त यहाँ के छ फाइन्ड द इक्वेसन अफ लाइन पासेस थ्रु द दिस पोइन्ट अनि मतलब 2 र 3 देखि पासेस हुन्छ अनि यो लाइनसँग के हुन्छ 45 डिग्री एंगल बनाउँछ अघिसँग हामीले यस्तो लाइनसँग परपेन्डिकुलर छ
प्यारलल छ भनेर पढेका थियौं 90 डिग्री र 0 डिग्री बनाउँछ भनेर पढेका थियौं अब तपाईलाई के भन्देको छ जस्तै मानौं तपाईलाई मानौं हेर्नुस् त यदि यो लाइन भयो हैन अनि त्यसपछि यो लाइन सँग चाहिँ कति डिग्री बनाउँछ रे 45 डिग्री बनाउँछ कति डिग्री 45 डिग्री बनाउँछ र 2,3 देखि पास हुन्छ मानौं यो भयो ल 2,3 देखि के हुन्छ पास हुन्छ भनेपछि अब हामीले यो लाइनको चाहिँ इक्वेसन निकाल्ने भनेको छ अब हेर्नुस् यहाँ तपाईलाई म देखाउँछु ल हेर्नुस् त अब तपाईले यता हेर्नुस् सोलुसन हेर्नुस् त यहाँ हेर्नुस् लेट m भनेको पोइन्ट भयो तपाईलाई म फिगरै देखाइहालौँ न सजिलो हुन्छ ल हेर्नुस् त यहाँ के भनेको छ m भनेको पोइन्ट भयो हामीलाई चाहिँ यो पोइन्ट भयो ठीक छ b अनि यो x1 र x2 माने पनि ठीक छ b द गिवन पोइन्ट हैन ma र mc be the line which makes 45 डिग्री with line यो मतलब यो लाइन छ नि यो लाइन देखिरहनु भएको छ यो लाइन के यो ma र mc ले चाहिँ दुईटा लाइनले चाहिँ यो लाइनसँग के बनाइरहेका छन् रे 45 डिग्री एंगल बनाइरहेका छन् ठीक छ 45 डिग्री एंगल बनाइरहेका छन् भनेर हामीले भन्यौं अब स्लोप अफ गिवन लाइन अब यसको यो लाइन छ नि यो तपाईले यो दिइरहनु भएको यो गिवन लाइन x - 3y - 2 को स्लोप कति हुन्छ 1/3 हुन्छ कसरी यो त म तपाईलाई अब 7 नम्बरमा आइसकेर पनि त्यसरी भन्नु पर्दा लाजै हुन्छ माइनस कोएफिसिएन्ट अफ x कति छ 1 छ अनि कोएफिसिएन्ट अफ y कति छ -3 छ भनेपछि 1/3 आयो है त यो स्लोप निकाल्न तपाई बुझ्नु भयो होला बुझ्नु भएको छैन भने पनि अगाडि मैले थ्योरीमा बुझाएको छु राम्रोसँग त्यो हेर्नु होला है त कोही व्यक्तिहरु अब 7 नम्बरको मात्र हेर्नै भनेर आउनु भएको हुन्छ है त तपाईलाई चाहिँ मैले थ्योरी पार्टमा राम्रोसँग बुझाएको छु त्यो एकैचोटी हेर्नु भयो होला यो स्लोप निकाल्न बुझ्नु भयो अब स्लोप अफ अननोन लाइन bm जस्तो अब यो लाइन र यो लाइनको स्लोप कति हुने भयो लेट m मान बुझ्नु भयो यो दुईटै लाइनको स्लोप के हुन्छ इक्वल हुन्छ किनभने यो दुईटै लाइनले यो लाइनसँग 45 डिग्री एंगल बनाएको छ 45 डिग्री एंगल बनाएको छ हो त्यसैले यो दुईटै लाइनको स्लोप इक्वल हुन्छ हामीले मान्यौं लेट m मान्यौं है त m मान्यौं ठीक छ अब अर्को गरौँ हेर्नुस् त अब हामीलाई यो tan थीटा को फर्मुला थाहा छ यहाँनेर यो माथि आएछ हेर्नुलाई यो tan थीटा को फर्मुला थाहा छँदै छैन यो अलि माथि गयो केही छैन ल हेर्नुस् त tan थीटा को ठाउँमा हामीले के राख्दियौं थीटा को ठाउँमा हामीले 45 राख्दियौं किनभने चाहिँ 45 डिग्री बनाएको छ नि त अनि m1 को ठाउँमा के राख्दियौं यो tan थीटा को फर्मुला तपाईले बिर्सिनु त भएन नि त्यहाँ अलिकति नदेखिएछ tan थीटा मैले यहाँ लेखिदिहालेँ इक्वल टु प्लस माइनस के हुन्छ m1 माइनस m2 अपन 1 प्लस मेरो ह्यान्डराइटिङ राम्रो छैन है ह्यान्डराइटिङ भन्दा पनि बोली सुन्नु होला m1 र m2 भयो यही हो नि हेर्नुस् त हामीले यो गिवन इक्वेसन यो स्लोप निकाल्ने फर्मुला यही हो तपाईलाई थाहा छैन हैन m1 माइनस m2 ल m1 माइनस m2 ल हेर्नुस् ल ठीक छ केही छैन है त यो हो नि अब हेर्नुस् त अब थीटा को ठाउँमा भ्यालु राख्दिनुस् है अब थीटा को ठाउँमा हामीले कति भनेको छ क्वेशनले 45 डिग्री बनाउँछ भनेको छ हो अब थीटा को ठाउँमा भ्यालु 45 राख्दिनुस् m1 भनेको 1/3 हामीलाई m2 भनेको थाहा छैन नि त m2 भनेको लेट हामीले m मानेका छौं र अब हेर्नुस् त अब एलसीएम यहाँ तल पनि भ्यालु राख्दिनुस् 1 प्लस m1 को ठाउँमा 1/3 र m2 को ठाउँमा m भइहाल्यो है त ल हेर्नुस् त अब एलसीएम लिदिनुस् एलसीएम लिएपछि के हुन्छ माथि के हुन्छ एलसीएम कति आउने भयो माथि हेर्नुस् त माथि एलसीएम कति आउने भयो यहाँ माथि एलसीएम 3 आउने भयो 1 माइनस यो 3 एलसीएम आयो अनि यो 3 ले यो m लाई मल्टिप्लाई गर्ने थाहा नि एलसीएम त 1 माइनस 3m यहाँ तल पनि 3 ले यसलाई मल्टिप्लाई गर्ने 3 प्लस 3m एलसीएम आयो अब हेर्नुस् त यो 3 र यो 3 के गर्नुस् काट्दिनुस् काटेपछि के भयो काटेपछि 1/1 माइनस 3m अपन 3 प्लस m भयो अब चाहिँ हेर्नुस् त यहाँ प्लस माइनस छ नि त तपाईले एकचोटी पोजिटिभ र एकचोटी नेगेटिभ लिनु पर्छ है त ल अब हामी पहिला सुरुमा नेगेटिभ साइन लगाउँ नेगेटिभ साइन लाग्दाखेरि हेर्नुस् त नेगेटिभ साइन लाग्दाखेरि के भयो नेगेटिभ साइन लाग्दाखेरि यहाँ प्लस माइनस को ठाउँमा हामीले के गर्यौं हेर्नुस् त नेगेटिभ साइन लाग्यौं सेम जस्ताको जस्तै अनि यो 1 आएको बुझ्नु भएको छ कि नै tan 45 भनेको कति हो 1 हो है त मैले अघि भन्न बिर्सेछु tan 45 भनेको कति हो 1 हो ल ठीक छ अब हेर्नुस् त अब यो माइनसले ब्राकेट जस्तो अब जस्तै यहाँ ब्राकेट राखे पनि हुन्छ के जस्तै यता हेर्नु त यसरी ब्राकेट राख्ने अनि यो माइनसले ब्राकेट खोल्यो -1 अब हेर्नुस् त 3 को अगाडि के छ माइनस छ भनेपछि माइनस माइनस के हुने भयो प्लस 3m हुने भयो तल जस्ताको तस्तै अब सल्भ हान्दिनुस् है त अब यो 3 ले उता गएर मल्टिप्लाई गर्ने हो नि यो 3m ले
यो 3m ले यता 1 लाई मल्टिप्लाई गर्ने हो। यता आयो 1 लाई मल्टिप्लाई गर्दा जस्ताको तस्तै हुन्छ अनि यता -1 + 3m बाँकी छँदैछ है त। ल अब हेर्नुस् त जस्ताको तस्तै यो m लाई यो m छ नि तपाईले देखिरहेको यो m लाई उता लगिदिनुस्, यो -1 लाई यता लगिदिनुस्। यो m लाई प्लस छ उता जाँदा -m भयो, यो -1 यता -1 छ यता आउँदा +1 भयो है त। यो बुझ्नु भयो होला है। ल अब हेर्नुस् त 3 + 1 भनेको कति हुन्छ 3 + 1 भनेको 4 हुन्छ अनि 3m बाट m घटाउँदा कति हुन्छ 2m हुन्छ है त। यो सिम्पल भयो। अब तपाईलाई थाहा छ नि m को भ्यालु कसरी निकाल्ने रे, यो 2 लाई यता लगिदिने, सिम्पल डिभाइडमा जान्छ अनि 4/2 भनेको कति हो 2 हो है त। यसरी बुझ्न सक्नुहुन्छ। अब यति नै आएकै छैन, m भर्खर स्लोप आयो मतलब कुनै पनि एउटा लाइनको स्लोप m आयो हो कि नै। ल हेर्नुस् त इक्वेसन अफ लाइन भनेको के थाहा छ 2 पोइन्ट फर्मुला के हो 9 क्लासमा पढेको याद छ नि y - y1 = m x - x1। हेर्नुस् त अब हामीसँग सबैको भ्यालु छ कि छैन, y1 को भ्यालु कति हो, y1 को भ्यालु हामीसँग 3 छँदैछ। हेर्नुस् त यहाँ माथि 2,3 भनेको x1 y1 मानेका छौं हामीले, अनि m को भ्यालु पनि छँदैछ 2, अनि त्यसपछि x1 को भ्यालु पनि छँदैछ यहाँ 2। हेर्नुस् त छ नि हैन। अब सबैको भ्यालु राख्दियौं हामीले, हेर्नुस् त y को भ्यालु 3 राख्यौं 2 जस्ताको तस्तै, m को भ्यालु 2 राख्यौं अनि x अनि x1 को भ्यालु 2 राख्यौं है त। यतिसम्म बुझ्नु भयो। अब हेर्नुस् त यो 2 ले मल्टिप्लाई गर्दिने, यता 2 ले मल्टिप्लाई गरेपछि के हुन्छ, यसलाई हेर्नुस् त यसलाई यो यता 2 ले मल्टिप्लाई गर्दै 2x - 4 भयो, दुईटैलाई मल्टिप्लाई गर्ने हो नि। अब के गर्नु, यो y - 3 लाई यो सबैलाई उता साइड लिदिने, उता साइड लिएपछि के हुन्छ 2x - y - 1 = 0 हुन्छ। कसरी भयो भन्ने थाहा छ कि छैन, यता म भनिहाल्छु 2x - 4 छ कि छैन हाम्रो 2x - 4। अब हेर्नुस् त यो दुईटैलाई उता लगेपछि के हुन्छ, अब यता प्लस y छ माइनस y हुने भयो, -3 छ यो y हो है त, -3 छ यता उता गएर के हुने भयो अब +3 हुने भयो कि नै। अब हेर्नुस् त अब एरेन्ज गर्दिने 2x - y एरेन्ज गर्ने अनि -4 देखि +3 जोड्दा -1 हुन्छ। यो त बुझ्नु भयो होला, यो त सिम्पल क्याल्कुलेसन हो है त। अब अगेन हामीले भर्खर एउटा लाइनको इक्वेसन निकाल्यौं, एउटा लाइनको के गर्यौं इक्वेसन निकाल्यौं। अब जुनसुकै पनि हुन सक्छ, हेर्नुस् त हामीले त यहाँ दुईटा लाइनको निकाल्नु पर्ने छ, हामीले एउटा लाइनको चाहिँ इक्वेसन निकाल्यौं। अब अगेन हेर्नुस् त अब अर्को लाइनको कसरी निकाल्ने, अघि हामीले टेकिङ नेगेटिभ गरेका थियौं नि, अब चाहिँ टेकिङ पोजिटिभ गर्ने है त। ल हेर्नुस् अब टेकिङ पोजिटिभ साइन लिएपछि के हुन्छ, हेर्नुस् त टेकिङ पोजिटिभ साइन लिएपछि 1 = अब पोजिटिभ साइन ल्याउ नि त, यहाँ प्लस माइनसको ठाउँमा यहाँ नलेख्दा पनि हुन्छ, मैले तपाईलाई बुझाउनलाई मात्रै हो। अब 1 - 3m यो त सेम भइहाल्यो हैन हामीले टेकिङ नेगेटिभ साइन लिएकोमा। अब हेर्नुस् त अब के छ भनेपछि अब 3m भयो नि, अब 3m अब यो 3m ले यो 1 लाई मल्टिप्लाई गर्ने हो नि, 1 लाई मल्टिप्लाई गर्दा 3m नै हुन्छ, 1 - 3m जस्ताको तस्तै। अब यो 3m लाई उता m भएको ठाउँमा लिदिनुस्, अनि यो माइनसमा छ यता जाँदा प्लस हुन्छ, अनि यो 3 लाई 1 भएको ठाउँमा लिदिने, उता 3 माइनसमा छ यता आउँदा प्लस उता प्लसमा छ यता आउँदा माइनसमा हुन्छ। अब 1 - 3 भनेको -2 भइहाल्यो, 3 मा m जोड्दा 4m भयो। अब 4 यता मल्टिप्लाईमा छ उता जाँदा के हुन्छ डिभाइडमा हुन्छ कि नै हो, डिभाइड -2/4 हैन भयो नि। अब हेर्नुस् त अनि m भनेको कति हो -1/2। अब मैले यहाँ बेसिकदेखि सिकाइरहेको छु, तपाईले यत्रो धेरै स्टेप गर्न झ्याउ लाग्छ भने चाहिँ नगर्दा पनि हुन्छ, किनभने मैले तपाईलाई बुझाउनको लागि यहाँ यसरी गरेको छु। अब तपाईले सिधै अब यो स्टेप पछि यो स्टेप छोड्दा हुन्छ, जस स्टेप जम्प गर्न सक्नुहुन्छ, 10 क्लास पुगिसक्नु भयो, म जस बेसिकबाट सिकाइरहेको छु। हेन्स द इक्वेसन अफ लाइन। अब हामीले इक्वेसन अफ लाइनको के थाहा छ फेरि फर्मुला, यो फर्मुला याद छ नि हैन 9 क्लासमा पढेको। अब हेर्नुस् त अब y1 को भ्यालु कति हो, यो 3 हो है, किनभने हामीले अगाडि 3 लेखेका छौं नि, 2,3 हो नि y1 को भ्यालु 3 भयो हो कि हैन। अब हेर्नुस् त अनि m को भ्यालु कति छ, m को भ्यालु कति राख्यौं -1/2 राखिदिहाल्यौं, अनि x1 को भ्यालु 2 राखिदिहाल्यौं है त। यो 3 हो है, यो नझुक्किनु, यो 3 हो। ल हेर्नुस् त यहाँ 3 नै छ नि हैन, यो 4 त्यहाँ मिस्टेक भएको। अब यो -2 ले यो 2 छ नि, यो तल -2 भन्दाले पनि 2 ले यो y - 3 लाई मल्टिप्लाई गर्दिने, मल्टिप्लाई त अब दुईटैले गर्नुपर्छ नि त, त्यसैले ब्राकेट राखेको। अब यहाँ माथि अनि 2 लाई उता लगिसकेपछि के बाँकी हुन्छ, 2 लाई उता लगिसकेपछि यता के बाँकी हुन्छ -1 हैन, -1 अनि x - 2 बाँकी हुन्छ जस्ताको तस्तै। अब ब्राकेट खोलिदिनुस्, हेर्नुस् त अब यो 2y जा 2y भयो, 2 3 जा 6 भयो हैन, यो जस्ताको तस्तै। अब -1 ले ब्राकेट खोल्नु हो नि त, -1 ले x लाई मल्टिप्लाई गर्दा -x भयो, -1 ले -2 लाई मल्टिप्लाई गर्दा +2 भयो है त। यसरी बुझ्नु।
अब के छ हेर्नुस् त अब यो x माइनसमा छ यता ल्याउँदा के हुन्छ प्लस x प्लस 2y भइहाल्यो -6 जस्ताको तस्तै उता +2 छ यता आउँदा -2 भयो अब भइहाल्यो हेर्नुस् त x प्लस 2y माइनस 8 इक्वल टु 0 यही नै रिक्वायर्ड इक्वेसन हो भनेपछि हाम्रो दुईटा इक्वेसन निकाल्यौं नि अगाडिको निकाल्यौं हामीले 2x - y - 1 इक्वल टु 0 अर्को x प्लस 2y माइनस 8 इक्वल टु 0 यो नै दुईटा इक्वेसन भयो है त तपाईलाई यो अब हेर्नुस् त मैले यहाँ के लेखेको छु तपाई इफ यु नीड पीडीएफ अफ दिस एक्सरसाइज एन्ड अदर क्वेशन फर प्र्याक्टिस देन इमेल अस तपाईलाई अब मानम यसको पीडीएफ चाहिन्छ भने अहिले मैले हुन्छ नि अब तपाईले लेख्न चाहनुहुन्छ भने टक्क पारेर पीडीएफ चाहिन्छ भने मलाई इमेल गर्नु होला यसमा र सब्जेक्ट चाहिँ पीडीएफ भनेर राख्नु होला र त्यो म तपाईलाई थुप्रै क्वेशनहरु पनि पठाइदिने छु जसले गर्दा तपाईले प्र्याक्टिस गर्न मद्दत गर्छ है त धेरै क्वेशनहरु छन् मसँग म पठाइदिन्छु है त ल अब हामी टपिकमा फर्क्यौं अब हेर्नुस् त बी नम्बरमा के भनेको छ बी नम्बरको क्वेशन पढ्नुस् त राम्रोसँग फाइन्ड द इक्वेसन अफ स्ट्रेट लाइन पासिङ थ्रु द पोइन्ट 1, -4 इन्क्लाइन 45 डिग्री टु द स्ट्रेट लाइन यति भन्यो हो कि नै अब हेर्नुस् त 1, 4 देखि के भएको छ रे पास भएको छ 1, 4 देखि पास हुन्छ र स्ट्रेट लाइन यो सेम टु सेम अगाडिको जस्तै सेम टु सेम पोइन्ट मात्रै फरक हो के हो रे पोइन्ट मात्र फरक हो पोइन्ट अगाडिकोमा 2, 3 थियो अहिले 1, -4 छ अनि अगाडिकोमा 45 डिग्री सेम छ अनि इक्वेसन अफ लाइन चाहिँ चेन्ज भएको छ अब इक्वेसन अफ लाइन त सेम हुँदैन हो त्यसैले त्यति मात्र फरक हो हेर्नुस् त हाम्रो फिगर कस्तो भन्छ सेम टु सेम अघिको जस्तै भन्यो कि यो चाहिँ हामीले गिवन पोइन्ट भयो हैन अनि 45 डिग्री एंगल बन्छ भन्यो यो चाहिँ गिवन इक्वेसन अफ लाइन भयो है त अब हामीले चाहिँ निकाल्नु पर्ने के हो मैले भनिसके नि अघि तपाईलाई एएम को यो लाइन एएम र MC को लाइन को इक्वेसन निकाल्न पर्ने हो हेर्नुस् त हामीले लेट M1 लाई अब यता इक्वल टु गरेर अघि हामीले 1 नम्बरमा गरे A नम्बरमा गरे जसरी x1 अनि y1 भनेर लेखिदिदा पनि भयो है त x1 र y1 भनेर यसरी ब्र्याकेटमा लेखिदिदा अघि A नम्बरमा गरे थियौ नि त्यस्तै गरेर अनि MA and MC be the line which makes 45 degree angle with this line भनेर अघि नै मैले तपाईलाई बुझिसके अब स्लोप अफ गिवन लाइन अब यो हामीलाई यो 2x + 3y + 5 को स्लोप कसरी निकाल्ने थाहा छ नि माइनस कोएफिसिएन्ट अफ x मैले तपाईलाई पढाएको छ कि छैन मजाले छ किन हेर्नुस् त अब हेर्नुस् माइनस कोएफिसिएन्ट अफ x हो कि हैन माइनस कोएफिसिएन्ट अफ x अपन यो CO भनेको कोएफिसिएन्ट हो फेरि कोएफिसिएन्ट अफ y भयो अब हेर्नुस् त कोएफिसिएन्ट अफ x कति छ यो इक्वेसनमा 2 छ किन हेर्नुस् त यहाँ 2 छ अनि त्यसपछि त्यस्तै गरेर तपाईलाई म लेजर लाइन दिएको हेर्नुस् त यहाँ कोएफिसिएन्ट अफ x 2 छ किन त्यसै गरेर माइनस अगाडि फर्मुलाको भइहाल्यो त्यसैले यहाँ -2/3 भयो 3 त कोएफिसिएन्ट अफ y हो है त अनि हामीले चाहिँ थाहा नभएको जस्तै हामीले त अब लेट गरेका छौं नि त त्यो लाइनको चाहिँ स्लोप m मानेम हामीलाई त थाहा छैन त्यो लाइन जसले चाहिँ यो लाइनसँग 45 डिग्री एंगल बनाउँछ त्यसको स्लोप कति मानेम र हामीले m मानेम है त हेर्नुस् त लेट द स्लोप अफ अननोन लाइन बी m भनेको छ नि अब त्यस्तै गरी एंगल बिट्विन द लाइन्स भनेको 45 डिग्री हो देन हामीलाई tan थीटा को फर्मुला के थाहा छ m1 - m2 अपन 1 + m1 m2 यो त थाहा छँदै छ है त अब m1 को भ्यालु राख्दिनुस् त m1 को भ्यालु राखेपछि के हुन्छ -2/3 m1 त हामीले निकालिसकेका छौं नि यता -2/3 माइनस m2 को भ्यालु त हामीलाई थाहा छैन नि m2 लाई हामीले m मानेका छौं लेट गरेका छौं नि हो 1 + m1 को ठाउँमा हामीले के लेख्ने -2,3 -2/3 किनभने m1 को भ्यालु त हामीले निकालिसकेका छौं यहाँ हेर्न सक्नुहुन्छ अनि त्यसै गरी m2 को हामीले m नै राख्यौं अब हेर्नुस् त माथि 3 एलसीएम लिदिनुस् तल पनि एलसीएम लिदिनुस् के हुन्छ अब 3 एलसीएम लेछि -2 माइनस यो 3 ले m लाई मल्टिप्लाई गर्ने हो नि त -2 - 3/3 तल पनि 3 - 2m = 3/3 यो एलसीएम लिएको बुझ्नु भयो हैन अब एलसीएम लेछि यो 3 र यो 3 काट्दिनुस् है त अब काटेपछि कति हुन्छ -2 - 3m -2 - 3m अपन यो काटेपछि त यति नै बाँकी हुन्छ हो अब ए नम्बरको जसरी सेम टेकिङ नेगेटिभ र टेकिङ पोजिटिभ गर्ने है त दुईटै चोटी गर्ने अब हामीले पहिलो चोटी नेगेटिभ साइन लाग्यौं तपाई पोजिटिभ साइन लिदा पनि हुन्छ अब हेर्नुस् त यो प्लस माइनस को ठाउँमा के गर्यौं नेगेटिभ साइन लियौं नेगेटिभ साइन लिएपछि नेगेटिभले ब्र्याकेट खोल्न पर्छ नि त त्यसैले यसरी ब्र्याकेट राख्दिनु होला है त ब्र्याकेट राख्नु होला है अनि त्यसपछि अब हेर्नुस् त यो नेगेटिभले साइन खोल्दिनुस् माइनसले -2 सँग ब्र्याकेट खोल्दा +2 भयो अनि यो माइनसले -3m सँग ब्र्याकेट खोल्दा +3m भयो अनि तल हाम्रो जस्ताको जस्तै अब यो तलकोले यो 1 सँग मल्टिप्लाई गर्ने हो नि अब मल्टिप्लाई गर्दिनुस् 1 सँग मल्टिप्लाई गर्दाखेरि त्यति नै आउँछ अनि त्यसपछि 2 + 3m भइहाल्यो अब यो 2m लाई चाहिँ उता लग्दिनुस् 2 लाई चाहिँ यता ल्याइदिनुस् है त हेर्नुस् त हामीले के गर्यौं यो 2 लाई यता ल्यायौं अनि 2m लाई उता लग्दियौं हो किन यो बुझ्नु भयो कि नै 2 लाई यता ल्यायौं 2m लाई उता लग्दियौं 2m माइनसमा छ प्लस भयो 2 प्लसमा छ अब 5m + 3m + 2m भनेको कति हो 5m हो कि नै
3 - 2 भनेको 1 हो। अब m भनेको कति भयो त 1 भनेको 1 m भनेको 1/5 हामीले यो m को भ्यालु निकाल्यौं हैन बल्ल। अब इक्वेसन अफ लाइन हामीलाई के थाहा छ हेन्स द इक्वेसन अफ लाइन अब के छ हेर्नुस् त y - y1 = mx - x1 भयो हैन यो त थाहा। अब y1 को भ्यालु हामीलाई थाहा छँदैछ मैले अघि नै तपाईलाई भनिसके नि यहाँ x1 र y1 मान्नु भनेर हो कि नै। अब y1 को भ्यालु कति छ -4 छ हामीले राख्दियौं अनि m को भ्यालु कति छ 1/5 छ यो पनि राख्दियौं अनि x1 को भ्यालु कति छ 1 छ यो पनि राख्दियौं है त सेम। अब यो 5 ले यतासँग ब्राकेट मल्टिप्लाई गरिदिनुस् है त के हुन्छ मल्टिप्लाई गरेपछि तपाईलाई यो मल्टिप्लाई गरेको बुझ्नु भयो कि भएन बुझ्नु भएन भने हेर्नुस् म तपाईलाई यहाँ बुझाइदिहाल्छु ल हेर्नुस् त यो अब y के हुन्छ उता y अनि माइनसले ब्राकेट खोल्दा के हुन्छ y + 4 हुने भयो हो कि नै। अब यो 5 ले दुईटैले मल्टिप्लाई गर्नुपर्छ ब्राकेटले यसरी मल्टिप्लाई गर्ने हो नि हो कि नै यो त थाहा 5y जा 5y भयो 5 4 जा 20 भयो यसरी भयो अनि यता त हाम्रो x - 1 छ किनभने 1 अगाडि छ त्यसले मल्टिप्लाई गर्नु पर्यो नि सेम भ्यालु। अब हेर्नुस् त अब यो x अब यो 5y - 20 5y + 20 लाई उता साइड लगिदिनुस् लगेपछि के हुन्छ x - 5y अब 20 उता जाँदाखेरि -20 हुने भयो अनि हाम्रो -1 अलरेडी नै उता छँदैछ अनि -20 -1 भनेको -21 भयो है त। अब बल्ल एउटा लाइनको इक्वेसन निकाल्यौं है हामीले के गर्यौं रे एउटा लाइनको इक्वेसन निकाल्यौं अझ अब हामीले भर्खर नेगेटिभ साइन लाग्यौं अब के गर्ने त्यस्तै गरेर उ गरेको जसरी पोजिटिभ साइन लिने के तपाई आफै गर्नुहुन्छ हैन म गर्दिहाल्छु ल ठीक छ। अब चाहिँ हेर्नुस् त अब हामीले टेकिङ पोजिटिभ साइन ल्यागौं पोजिटिभ साइन लगिसकेपछि त केही पनि फरक पार्दैन नि त नेगेटिभ साइन लगेको भए ब्राकेट ढाकेर ब्राकेट खोल्न पर्थ्यो अनि माइनसलाई प्लस बनाइदिन्थ्यो अब प्लसको त केही पनि फरक पार्दैन त्यसैले त्यही भइहाल्यो। अनि त्यसपछि अब यो 3 - 2m ले 1 सँग मल्टिप्लाई गर्दैन 3 - 2m भयो। अब यहाँ माथि जस्ताको तस्तै छ हैन अब यो 3m लाई अथवा 2m लाई यता उता जता लिनुहुन्छ सेम टर्मलाई उता सेम ठाउँमा राख्दिनुस् कन्स्ट्यान्ट एक ठाउँमा भेरिएबल एक ठाउँमा। अब 3m लाई उता लिँदा के हुन्छ +3m भयो -2 जस्ताको तस्तै अनि यता +3 छ उता जाँदा के भयो -3 भयो है त यो त तपाईले बुझिहाल्नु भयो। अब के हुने भयो हेर्नुस् त 2m बाट 3m जोड्दा कति हुन्छ m हुन्छ किन थाहा छ तपाईलाई त्यो त थाहा छ। अब -2 र -3 गर्दा -5 हुने भयो m को भ्यालु कति हुने भयो -5। अब त्यस्तै गरी हेन्स इक्वेसन अफ लाइन अब y - y1 अपन = mx - x1 भनेर गर्ने। अब y1 को भ्यालु हामीले अघि नै थाहा भइसक्यो y1 को भ्यालु कति हो -4 हो कि हैन -4 राख्यौं m अनि माइनस अब x1 को m को भ्यालु कति हामीले उता निकालिसकेको छौं नि हैन। अनि त्यसै गरी x1 को भ्यालु पनि हाम्रो थाहा छँदैछ 1 हैन 1 हो किनभने अघि फर्स्ट को अघिल्लो स्लाइडमा हेर्नु होला है भिडियो कटाएर यता हेर्न मिल्दैन। अनि त्यसपछि अब हेर्नुस् त अब माइनसले ब्राकेट खोल्दिदा के हुन्छ माइनस प्लस हुने भयो यो सेम टु सेम अनि यो -5 ले मल्टिप्लाई गरिदिने -5x जा -5x -5 -1 जा +5 यो त बुझिहाल्नुहुन्छ हैन माइनसले ब्राकेट खोलेर मल्टिप्लाई गरिदिएको अब 10 क्लास पढिसक्नु मान्छेले बुझिहाल्नुहुन्छ। अब हेर्नुस् त यहाँ के छ अब हेर्नुस् त अब यो -5 लाई यता लिदिनुस् के हुन्छ +5 + y हाम्रो जस्ताको तस्तै अब +4 छँदै छ अनि यता -5 लाई पनि यता लिदिने के हुन्छ -5 हुने भयो। अब हेर्नुस् त के भयो 5x + y - 1 = 0 हेन्स ए नै इक्वेसन भयो। अब हामीले यो भन्दा अगाडि कुन इक्वेसन निकाल्यौं x - 5y - 21 = 0 एउटा यो इक्वेसन भयो एउटा यो इक्वेसन भयो हेन्स द रिक्वायर्ड इक्वेसन आर यो भनेपछि अब तपाईले बुझ्नु भयो नि कुन लाइनको हामीले इक्वेसन निकाल्यौं भनेर। हामीलाई यो लाइनको जस्तै हामीलाई हेर्नुस् त हामीलाई यो लाइनको इक्वेसन दिएको थियो र माथि यो टुप्पाको के दिएको थियो यो टुप्पाको पोइन्ट दिएको थियो। अब हामीले चाहिँ दुईटा इक्वेसन निकाल्यौं मतलब यो र यो लाइनको इक्वेसन के गर्यौं निकाल्यौं है त ल। अब अर्को हेर्नुस् त अब कति नम्बरमा सी नम्बरमा छ अब सी नम्बरको पनि सेम टु सेम केही पनि फरक छैन तपाईले हेर्नुस् त 45 डिग्री नै बनाएको छ यहाँ इक्वेसन अफ लाइन दिएको नै छ तपाईलाई अलिकति एउटा के ट्विस्ट दिएको छ भने सी नम्बरमा ए र बी मा चाहिँ तपाईलाई पोइन्ट दिएको थियो हैन यो इक्वेसनको ठाउँमा के दिएको थियो रे पोइन्ट दिएको थियो अनि अरु सेम नै भ्यालु 45 डिग्री यो भ्यालु। अब त्यसैले हामीले अब फर्स्टमा क्वेशन नम्बर ए को जसरी बनाउनु पर्यो त्यसको लागि के गर्नु पर्यो हामीले यो दुईटा लाइन हेर्नुस् क्वेशनले के भन्छ फाइन्ड द इक्वेसन अफ स्ट्रेट लाइन पासिङ थ्रु द पोइन्ट अफ इन्टरसेक्सन मतलब यो लाइन र यो लाइनको इन्टरसेक्सनबाट पास हुने पोइन्ट भने नि पोइन्ट त हामीले मतलब यो दुईटा लाइनलाई सल्भ गरेर निकाल्दियौ
पोइन्ट अफ इन्टरसेक्सन कसरी निकाल्ने रे त्यो दुईटा इक्वेसनलाई सल्भ गरेपछि पोइन्ट अफ इन्टरसेक्सन आउँछ तपाईले अब घटाएर पनि हुन्छ नि तपाईले गर्नुहुन्छ हैन मल्टिप्लाइङ बाइ 3 अन इक्वेसन 1 एन्ड सबट्र्याक्टिङ 1 फ्रम 2 यसरी गर्नुहुन्थ्यो होला नि त्यसरी गर्दा पनि हुन्छ अब म चाहिँ तपाईलाई कसरी सिकाउँछु है त अब पहिला सुरुमा बुझ्नु भयो नि इन्टरसेक्सन पोइन्ट निकाल्ने अनि यो दुईटा इक्वेसन सल्भ गरेर इन्टरसेक्सन पोइन्ट निकालिसकेपछि हाम्रो ए र बी को जस्तै क्वेसन भइहाल्छ अनि तपाई गर्न सकिहाल्नुहुन्छ हेर्नु त यस्तो इक्वेसन भन्छ जस्तै मानव हेर्नु यो लाइनको इक्वेसन हाम्रो ल मानव यो भयो हैन अनि यो लाइन छ नि यो लाइनको इक्वेसन हाम्रो यो भयो हो किन हो त्यसै अब हामीले यो पोइन्ट निकाल्ने अनि यो पोइन्ट निकालिसकेपछि हाम्रो सेम फर्स्टको जस्तो इक्वेसन भयो किन अब सल्भ गर्दिनुस् अब यहाँ 45 डिग्री भनेकै छ हामीलाई क्वेसनले नै अनि यो लाइनको इक्वेसन दिएकै नै छ अब सल्भ हान्दिनुस् त द गिवन इक्वेसन आर के भनेको छ एउटा यो इक्वेसन छ एउटा यो इक्वेसन छ अब एउटा यो इक्वेसन भयो एउटा यो इक्वेसन छ नि अब यहाँबाट x को भ्यालु निकाल्दिनुस् x को भ्यालु कसरी निकाल्ने हेर्नुस् त x को भ्यालु कसरी निकाल्ने अब यो दुईटैलाई उता लिदिने के दुईटैलाई उता लिदिएपछि के हुन्छ -y प्लस 2 हुन्छ किन हो यो प्लस 2 अगाडि लेखेको -y पछाडी लेखेको यति नै हो है त यो बुझ्नु भइहाल्यो अब x को भ्यालु अब हामीले यहाँ इक्वेसन 2 बाट x को भ्यालु छ नि यो अब त्यो 1 मा राख्दिने पुट x आई फ्रम 1 अब हेर्नुस् त x को भ्यालु कति छ हाम्रो 2 y छ किन 2 y अब हेर्नुस् त यो 1 इक्वेसन को ठाउँमा 2 y राख्दिएमा हामीले अनि -3y जस्ताको जस्तै +1 जस्ताको जस्तै अब यो 2 ले मल्टिप्लाई गर्दिनुस् 2 2 जा 4 2y जा 2y -3y +1 जस्ताको जस्तै भइहाल्यो हैन अब हेर्नुस् त अब 4 मा 1 जोडे कति हुन्छ यो 4 मा 1 जोडे कति हुन्छ यो 1 जोडे 4 मा 1 जोडे 5 अनि -2y र -3y भनेको -5y हो है त अब त्यसरी गर्दा पनि भयो अब यो +5 उता जाँदा के हुन्छ -5 भयो अनि यो माइनस र यो माइनस साइन कट भयो अनि अब y लाई उता 5 लाई उता लिदिनुस् 5 लाई उता लिदिएपछि डिभाइड हुन्छ भनेपछि 1 आयो y को भ्यालु कति आयो 1 आयो अब त्यही y को भ्यालु हामी इक्वेसन 2 मा सब्स्टिट्युट गर्दियौ इक्वेसन 2 मा यो 2 मा इक्वेसन 2 मा सब्स्टिट्युट गर्दियौ भने x को भ्यालु पनि आइहाल्यो हेर्नुस् त x = 2 - y छ नि हाम्रो इक्वेसन 2 अब हेर्नुस् 1 राख्दिनुस् y को ठाउँमा 1 मतलब पोइन्ट अफ इन्टरसेक्सन कति रहेछ हामीले x र y को भ्यालु निकाल्यौं 1,1 रहेछ अब सेम क्वेशन भयो किन a को जसरी यति चाहिँ लामो गर्न पर्ने भयो हामीलाई 1a मा चाहिँ यो पोइन्ट दिएको थियो डाइरेक्ट अहिले चाहिँ हामीले निकाल्यौं अब सेम टु सेम अघिको जसरी अब लामो हुन्छ सेम अब स्लोप अफ यो लाइन हामीलाई यो लाइन दिएको छ नि x + 2y - 5 यसको स्लोप कति हुन्छ त कति हुन्छ माइनस कोएफिसिएन्ट अफ x को कोएफिसिएन्ट कति छ 1 छ अनि माइनस को फर्मुला भइहाल्यो अपन y को कोएफिसिएन्ट 2 छ -1/2 भयो m अब स्लोप अफ अननोन लाइन सेम अघिको जस्तै a को जस्तै अननोन लाइन को स्लोप कति हुन्छ हामीले लेट m मानेम है त m त्यसले चाहिँ 45 डिग्री बनाउने m मानेम हो कि नै m मानिसकेपछि वी नो हामीलाई tan थीटा को फर्मुला के थाहा छ tan थीटा भनेको ± m1 - m2 हो अब हेर्नुस् त m1 को भ्यालु हामीसँग छ -1/5 अब राख्दिनुस् अब m2 को भ्यालु हामीले लेट m मानेका छौं अनि हाम्रो यो थीटा को भ्यालु पनि 45 डिग्री छँदै छ अब हेर्नुस् त थीटा भनेको 45 डिग्री राख्यौं कि नै थीटा भनेको 45 डिग्री राख्यौं अनि त्यसपछि m1 को ठाउँमा के राख्यौं राख्दियौं हेर्नुस् त m1 भनेको -1/2 हो m2 भनेको m हो यहाँ पनि त्यही राख्दियौं अब उ गर्दिनुस् एलसीएम लिदिनुस् एलसीएम लिएपछि के हुन्छ हेर्नुस् त एलसीएम लिएको त बुझिहाल्नुहुन्छ हैन तपाईले -1 - 2m यो 2 ले m लाई मल्टिप्लाई गर्ने 2m भइहाल्यो अपन अब यहाँ माइनस कसरी आयो भन्नुलाई हेर्नुस् त यहाँ -1 छ नि त माइनसले खोल्दाखेरि प्लस माइनस हुन्छ यसरी एलसीएम लिनु भयो हैन एलसीएम लिएपछि यो 2 र यो 2 काट्दिनुस् यो 2 के गर्दिनुस् काट्दिनुस् अब काट्दिएपछि के बाँकी हुन्छ -1 - 2m अपन 2m बाँकी भयो अब a को जसरी नै टेकिङ पोजिटिभ साइन र टेकिङ नेगेटिभ साइन अब हामीले यहाँ पोजिटिभ साइन लग्यौं पोजिटिभ साइन लगेपछि यहाँ प्लस माइनस को ठाउँमा पोजिटिभ लेख्यौं हेर्नुस् त हाम्रो tan 45 भनेको 1 हो नि यो त बुझिरहनु भएको छैन यो 1 कसरी आयो भन्नुलाई फेरि tan 45 भनेको कति हो रे 1 हो है त अनि त्यस्तै गरेर अब भइहाल्यो अब यो 2 - m ले के गर्यो मल्टिप्लाई गरिदियो 1 सँग मल्टिप्लाई गर्दाखेरि त त्यति नै हुन्छ है त अब त्यससँग मल्टिप्लाई अब m एक ठाउँमा कन्स्ट्यान्ट एक ठाउँमा यो -1 लाई यता ल्याइदिनुस् -m लाई उता ल्याइदिनुस् -1 यता आउँदा +m -2 यता हाम्रो जस्ताको जस्तै यता -m छ नि यो चाहिँ यता आउँदा +m भयो है त अब m भनेको कति भयो 2 मा 1 जोड्दा 3 भयो अनि 2m बाट m जोड्दा -2m बाट m जोड्दा -m मात्रै भयो भनेपछि m भनेको कति भयो त -3 भयो किनभने चाहिँ यो माइनसलाई कन्स्ट्यान्ट टर्ममा लेख्न मिल्छ अथवा तपाईले सिम्पल यसरी बुझ्नु क्या -m = 3 छ नि अब कसरी आयो भन्नुहुन्छ भने हामीले यो -m लाई उता लिँदाखेरि के हुन्छ यता कति भयो 0 भयो कि नै यता 0 भयो 3 + m भयो कि भएन अब भयो अब यो 3 लाई उता लिदिनुस् के हुन्छ -3 = m
है त यसरी पनि हुन्छ क्या तपाईले बुझ्न चाहिँ यसरी पनि बुझ्दा हुन्छ ल हेर्नुस् त अब हामीले टेकिङ पोजिटिभ गरेर m को भ्यालु निकाल्यौं अब हामीले a नम्बरमा गरेको जस्तै गरेर हेन्स द इक्वेसन अफ लाइन के हुन्छ हामीले 9 क्लासमा पढेको याद छ होला तपाईले y - y भनेको छ अब हेर्नुस् त हामीले m को भ्यालु थाहा पाइसक्यौं m को भ्यालु कति हो m को भ्यालु -3 हो अनि त्यस्तै गरी x1 को भ्यालु र y1 को भ्यालु हामीले फर्स्टमा निकाल्यौं हो कि नै इन्टरसेक्सन पोइन्ट कति निकालेको थियौं 1 1 हो त्यही नै हो नि x1 र y1 भनेको अब हेर्नुस् त x1 भने अब भ्यालु राख्दिनुस् m भनेको -3 x1 भनेको 1 y1 भनेको -1 राख्दियौं अब भ्यालु अब यो -3 ले x र -1 लाई मल्टिप्लाई गरिदिनुस् के हुन्छ -3x दा -3x -3 ले -1 लाई मल्टिप्लाई गर्दा +3 भइहाल्यो है त यो बुझ्नु भयो होला अब त्यस्तै गरेर 3x + y - 1 यो त बुझ्नु भयो नि अब यो 3x लाई उता लिदिने हो यो त बुझिरहनु भएको छ अब -3x + 3x भयो + y जस्ताको तस्तै -1 छ अनि यो +3 यता आउँदा के भयो -3 भयो है त भनेपछि यो -3 - 1 भनेको -4 भयो भनेपछि इक्वेसन अफ लाइन यो रहेछ भन्ने बुझ्नु भयो है त अब त्यस्तै गरी अब हामीले अघि यहाँ पोजिटिभ साइन लगेका थियौं अब नेगेटिभ साइन लग्ने अगर नेगेटिभ साइन लग्नको लागि त यहाँ त ब्राकेट राख्नुपर्छ है त मैले तपाईलाई अघि पनि भनेको थिएँ 1 नम्बरमा यहाँ मिस्टेक भएको छ यहाँ ब्राकेट राख्नु होला किनभने ब्राकेटले खोल्न पर्छ नि त हेर्नुस् त अब ब्राकेट अब यो 2 यहाँ 2 - m चाहिँ यता 1 सँग मल्टिप्लाई गरिदियो अब यहाँ टेकिङ नेगेटिभ साइन कहाँकोबाट लगेको भन्नु होला योबाट हो नि त टेकिङ नेगेटिभ साइन हैन अनि त्यस्तै गरेर यो 2m - 2 - m ले यहाँ 1 लाई मल्टिप्लाई गर्दा 2 - m नै भयो है त अब त्यस्तै गरेर अब हेर्नुस् त यो माइनसले मैले यहाँ ब्राकेट राख्नु भनेको छु नि त माइनसले ब्राकेट खोल्यो नि माइनसले ब्राकेट खोल्दा माइनस प्लस m भयो अनि यो माइनसले यो माइनस पनि माइनस प्लस m भयो हो त्यसरी 1 + 2m भयो है त अब हेर्नुस् त अब कन्स्ट्यान्ट एक ठाउँमा mm एक ठाउँमा राख्दिनु यो 1 उता जाँदा के हुन्छ -1 भयो यो 2 - 1 भइहाल्यो अब यो -m छ कि छैन यता उता जाँदा +m हुन्छ +m भइहाल्यो है त अब 2 - 1 भनेको कति हो 1 हो कि होइन अनि 3m भइहाल्यो अब m भनेको कति भयो 1/3 यो त 3 उता डिभाइडमा जान्छ अब हेर्नुस् त टेकिङ नेगेटिभ साइन लिएर पनि 1/3 आयो अब त्यस्तै गरेर हेन्स इक्वेसन अफ लाइन के थाहा हुन्छ हामीलाई y - y1 = m अब राख्दिनुस् भ्यालु y1 भनेको हामीलाई थाहा छँदैछ 1 हो हामीले इन्टरसेक्सन पोइन्ट निकालेको याद छँदैछ तपाईलाई x1 भनेको पनि 1 हो अनि m भनेको चाहिँ अहिले हामीले कति निकालेका छौं नेगेटिभ साइन लिएर 1/3 निकालेका छौं अब यो 3 ले यता मल्टिप्लाई गर्दिनुस् कति हुन्छ 3 ले दुईटैलाई मल्टिप्लाई गर्दा हेर्नुस् त यो 3 ले y र -1 दुईटैलाई मल्टिप्लाई गर्ने हो नि हो कि होइन हो यता हेर्नुस् त यो 3 ले y लाई मल्टिप्लाई गर्दा 3y अनि यो 3 ले फेरि 1 लाई मल्टिप्लाई गर्दा -3y 3 भइहाल्यो जस्ताको जस्तै अब यो 1 ले ब्राकेट खोल्दा त सेम भइहाल्यो x - y अब त्यस्तै गरेर हेर्नुस् त अब यो छ नि अब यो स्टेप सेम भएछ है त यो स्टेप सेम भएछ यो स्टेप नलेख्दा पनि हुन्छ अब हेर्नुस् त यो 3y छ नि अब यो 3y लाई उता लग्दिने बुझ्नु भयो नि यो 3y - 3 लाई सबैलाई उता लिदिनुस् यहाँ कति बाँकी हुन्छ 0 हुन्छ अब x अब यो 3y प्लसमा छ यता जाँदा -y x - 3y भयो हैन अब -1 जस्ताको जस्तै यता 3 चाहिँ माइनसमा छ यता 3 माइनसमा छ यता जाँदा +3 भइहाल्यो है त अब सल्भ गरिदिनुस् x - 3y -1 + 3 भनेको कति हो +2 हो थाहा छ तपाईलाई है त भनेपछि हेन्स इक्वेसन अफ लाइन इज अब थाहा भयो नि हेर्नुस् त हामीले अगाडि के निकालेका थियौं यहाँ 3x + 4 - 3x + y - 4 = 0 एउटा इक्वेसन यो भयो एउटा इक्वेसन यो भयो हेन्स इक्वेसन अफ रिक्वायर्ड इक्वेसन नै यो दुईटा भयो है त हामीले कुन लाइनको इक्वेसन निकालेको बुझ्नु भयो नि हैन मैले तपाईलाई अघि बी नम्बरमा पनि भनिसकेको थिएँ यस्तो यो ट्रायंगल बनाएका थियौं हामीले यहाँ 45 डिग्री यहाँ पनि 45 डिग्री हामीलाई गिवन इक्वेसन यो लाइनको दिएको थियो हैन यो लाइनको अब हामीले अहिले इक्वेसन निकालेको चाहिँ यो लाइन र यो लाइनको हो है त ल अब तपाई सार्न चाहनुहुन्छ भने सार्नु है त म राम्रोसँग मेट्दिन्छु ल मस्तले एउटा स्टेप चाहिँ यता दोहोरिएको छ त्यो चाहिँ नलेख्नु होला है मैले तपाईलाई भनिसकेको छु कुन स्टेप हो भनेपछि म यहाँ केयर दिइहाल्छु यो स्टेप ल अब भइहाल्नुस् त एक्सट्रिमली सरी साथीहरु हामीले 8 नम्बरको क्वेशन चाहिँ यो भिडियो मार्फत गर्न भ्याएनौ तपाईको साइडमा एउटा भिडियो देखाइरहेको होला त्यहाँ क्लिक गरेर 8 नम्बरको हेर्नु होला र भिडियो अन्तिमसम्म हेर्दिनु भएकोमा धेरै धेरै तपाईलाई धेरै धन्यवाद छ हस् थ्यांक यू